आजको वेबिनारको हो म भूगोल पार्कमा एज अ हेड अफ बिजनेस एन्ड अपरेसन कार्यरत छु। हामी आज नेपाल एआई नीति 2081 रणनीतिक दृष्टिकोण र विश्लेषण विषयमा महत्त्वपूर्ण छलफल गर्न यहाँ भेला भएका छौँ। यो वेबिनार हाम्रो वेबिनार श्रृङ्खलाको दोस्रो भाग हो। पहिलो वेबिनारमा हामीले नेपाल सरकारद्वारा प्रस्तावित एआई नीति 2081 को मस्यौदाबारे विभिन्न क्षेत्रका उद्योग विशेषज्ञ, अनुसन्धानकर्ता र एआई विज्ञहरूसँग राय सुझाव सङ्कलन गरेका थियौँ। हामीले सङ्कलित राय सुझावको प्रतिवेदन सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव श्री राधिका अर्यालज्यूलाई हस्तान्तरण गरेका थियौँ। यसपटकको वेबिनारमा हामी नेपाल सरकारका अधिकारीहरू, शैक्षिक क्षेत्रका विज्ञ र एआई अनुसन्धानकर्ताहरूसँग नीति निर्माणको प्रक्रिया, यसको सम्भावित प्रभावहरू तथा रणनीतिक सुधारका दृष्टिकोणहरूबारे छलफल गर्नेछौँ। सार्वजनिक संवाद मार्फत नीति सुधार सम्भव छ भन्ने हाम्रो विश्वास हो र यो वेबिनार त्यस दिशामा महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्ने हामीलाई विश्वास छ। यस विशेष अवसरमा म सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका हाम्रो यहाँ सहसचिव सर हुनुहुन्न, आउनु भएको छैन है? म यहाँ उपसचिव नारायण तिमिल सिन्हा र काठमाडौँ युनिभर्सिटीका प्रोफेसर डाक्टर सुदन झालाई विशेष धन्यवाद दिन चाहन्छु, जसले आजको छलफलमा बहुमूल्य समय दिनुभएको छ। हाम्रो छलफल सुरु गर्न अगाडि म भूगोल पार्कलाई परिचय गराउन चाहन्छु। भूगोल पार्क नेपालकै पहिलो र एकमात्र पोलिङ तथा सर्वेक्षण प्लेटफर्म हो, जसले प्रिडिक्टिभ एनालाइटिक्स प्रयोग गरेर व्यवसाय र संस्थाहरूलाई प्रभावकारी निर्णय लिन मद्दत गर्दछ। हामीले हालसालै मात्रै भूगोल मी नामक प्लेटफर्म विकसित गरेका छौँ, जहाँ गुगल जेमिनाई एलएलएम एपिआई समावेश गरेका छ र जसले प्रयोगकर्ताले केही शब्द टाइप गरेपछि सोही सन्दर्भमा स्वचालित पोलहरू सृजना गर्न मद्दत गर्दछ। सो हाम्रो अर्को उपलब्धि भूगोल पार्कको अर्को उपलब्धि छ भूगोल पार्क सर्वे एन्ड रिसर्च एप। यस एपले सरकारी कार्यालय वा सेवा लिने संस्थाहरूमा विशेष गरी वार्ड र नगरपालिकामा सेवाग्राहीहरूको प्रतिक्रिया सङ्कलन गर्न उपयोगी छ। सेवाग्राहीले सेवा प्राप्त गरेपछि सेवा अनुभव, समयमै काम सम्पन्न भए नभएका जस्ता विषयमा प्रत्यक्ष राय दिन सक्छन्। यसले संस्थाहरूको प्रभावकारी मूल्याङ्कन गर्न सहयोग गर्दछ। सो अब हामी प्यानलिस्टको म छोटो इन्ट्रोडक्सन त मैले दिइसकेँ, म इन्ट्रोडक्सन गराउन चाहन्छु। शिवनजी, तपाईँले स्क्रिन सेयर गर्न लाग्नुभएको हो? सो हामीसँग प्यानलिस्टमा हुनुहुन्छ हामी नारायण तिमिल सिन्हा, उहाँ अन्डर सेक्रेटरी मिनिस्ट्री अफ कम्युनिकेसन एन्ड इन्फर्मेसन टेक्नोलोजी। उहाँ बी कम्प्युटर एमएससी इन्फर्मेसन सिस्टम इन्जिनियरिङ एमबिए गर्नुभएको छ भने सो उहाँको प्रोफेसनल समरी भन्नुपर्दा एकछिन है, सरी एकैछिन टाइम दिए। सो उहाँ चाहिँ गभर्मेन्ट आइसिटी प्रोजेक्टमा 12 वर्षभन्दा बढी समय चाहिँ इन्गेज भइसक्नु भएको छ भने उहाँ चाहिँ अहिले यो कन्ट्रिब्युटेड टु द ड्राफ्टिङ अफ नेसनल साइबर सेक्युरिटी पोलिसी 2080 र यो अहिले भइरहेको नेसनल एआई पोलिसी 2081मा प्रत्यक्ष संलग्न हुनुहुन्छ। सो हाम्रो अर्को प्यानलिस्ट हुनुहुन्छ डाक्टर सुदन झा। उहाँ प्रोफेसर डिपार्टमेन्ट अफ कम्प्युटर साइन्स एन्ड इन्जिनियरिङ काठमाडौँ युनिभर्सिटीबाट हुनुहुन्छ भने उहाँको 21 वर्ष प्लस इयर्स एक्सपिरियन्स इन टिचिङ एन्ड रिसर्च एन्ड इन्डस्ट्री एक्सपिरियन्स हुनुहुन्छ भने उहाँ सिनियर आइई मेम्बर, रिनाउन्ड रिसर्चर विथ 80+ पब्लिस्ड पेपर्स, एडिटर्स अफ 6+ बुक्स, एक्सपर्टिज इन एआई, आइओटी, 5G एन्ड न्युरोसोफिक थ्योरीमा चाहिँ उहाँ विज्ञ हुनुहुन्छ।
हाम्रो अनिल दत्त सरले पनि एज अ प्यानलिस्ट नै जोइन गर्नुहुन्छ बट देन उहाँले अहिले प्रेजेन्टेसन भन्दा पनि Q&A राउन्डमा उहाँले सक्रिय रूपमा भाग लिने भनेर भन्नुभएको छ सो उहाँ पनि एज अ प्यानलिस्ट रहेको भएर म उहाँलाई पनि इन्ट्रोडक्सन चाहिँ गराउन चाहन्छु हामीसँग अर्को प्यानलिस्टमा हुनुहुन्छ अनिल कुमार दत्त उहाँ जोइन्ट सेक्रेटरी मिनिस्ट्री अफ कम्युनिकेसन एन्ड इन्फर्मेसन टेक्नोलोजी उहाँ चाहिँ एक्सपिरियन्स इन AI policy formulation, digital strategy and government policy making. सो अब धेरै समय नलिई म आजको वेबिनारमा मोडरेटरलाई स्वागत गर्न चाहन्छु उहाँ हुनुहुन्छ सिमन ढुङ्गाना AI अनुसन्धानकर्ता जसले आजको कार्यक्रमलाई मोडरेट गर्नुहुन्छ वेलकम सिमनजी नमस्कार सबैजनालाई वेलकम टु द वेबिनार मेरो नाम सिमोन ढुङ्गाना म अहिले मेरील्यान्डमा वासिङटन DC नजिकै अवस्थित छु मेरो टेक्नोलोजीको अराउन्ड 20 years एक्सपिरियन्स प्राइमरली प्रोग्राम प्रोजेक्ट म्यानेजमेन्ट र रिसेन्टली लास्ट 5-7 yearsमा AI को कुरा सुरु भइसकेपछि AI मा पनि म अहिले जर्ज वासिङटन युनिभर्सिटीमा optimizing clinical trial recruitment and retention through the use of NLP, primarily BERT customized models, spherical K clustering, र त्यसपछि Shapley use गरेर explainability के गरेर कस्तो गर्न सकिन्छ भनेर over 380 million records EMR electronic medical records हरुको लागि पार्स गरेर क्लिनिकल ट्रायल को क्राइटेरिया को एलिजिबिलिटी हरुलाई म्याच गरेर कसरी ड्रग चाहिँ चाँडै ल्याउन सकिन्छ मार्केटमा ताकि सबैलाई फाइदा होस् भन्ने तरिका त्यसमा मैले रिसर्च गरिरहेको छु मेरो AI को फिल्डकोमा चाहिँ त्योभन्दा बाँकी म इनिशियली चाहिँ जन्स हपकिन्स युनिभर्सिटीबाट सिस्टम्स इन्जिनियरिङमा मास्टर्स पनि गरेको छु र अरु अब स्ट्यान्डर्ड अब सर्टिफिकेसन्स यिनीहरू 5-6 वटा त्यो छँदैछ एजाइल प्र्याक्टिसेसहरू र त्यो प्रकारको छ सो आजको यो प्रोग्राममा सबैलाई अगेन very welcome. I'm very thankful to हाम्रो esteemed panelistहरू जो Dr. Subin Jha उहाँको I mean just the bio is so impressive it's not even funny यो globally recognized peer reviewed paper मा देखि लिएर सबैमा जुन प्रकारले उहाँले गर्नुभएको छ उहाँको I'm excited to hear from him. I'm also excited to hear from, as you say, from horse's mouth. Mr. Narayan Timisena, Undersecretary, you'd say he's the primary architect of, from my understanding, from a primary architect of drafting this policy. Your policy, important मलाई जस्तो लाग्छ भने चाहिँ I'll just give you a reference point. About 6 months ago, Google Parkले एउटा recognize program organize गरेको थियो MPsहरुसँग मेम्बर सांसदहरुसँग चाहिँ 5 वटा पार्टीको मेरो विचारमा सबै मेजर पार्टीको सबैजना र अलि त्यहाँ पनि AI मा जान्ने मान्छेहरु भन्ने चाहिँ प्रोग्राम हामीले गरेको थियौं त्यसमा के हामीले थाहा पायो भने हामी प्रोग्राममा त बोलायो मान्छेहरु कुराहरु उहाँहरु सोशल मिडियाको कुरा गर्नुभयो सोशल मिडिया यस्तो छ भने कन्टेक्स्ट ब्याकग्राउन्ड सबै स्टडी मटेरियल सबै दिँदाखेरि पनि अनि त्यसबाट त अब यो हाम्रो जसले चाहिँ ल मेकरहरु छ ल मेकरहरुलाई पनि खास AI भनेको बारेमा I mean, you don't have to be an expert तर policy level अलिकति बुझ्नु त पर्छ त्यो बुझाइ कमी हो कि भन्ने थियो राइट अराउन्ड त्यही बेलामा कन्सेप्ट पेपर मिनिस्ट्री अफ कम्युनिकेसन एन्ड इन्फर्मेसन टेक्नोलोजीले निकालेको थियो which itself was very impressive र the way criticism उहरु places for improvement जहाँ पनि हुन्छ छ पनि यसमा पनि अहिले पनि छ that's fine तर जुन प्रकारले उहाँले निकालेर अगाडि स्ट्रक्चर तरिकाले निकाल्नु भएको त्यो चाहिँ एकदमै सराहनीय जस्तो लाग्यो र त्यो पनि डिस्कस हामी त्यतिबेला अलिकति गरेको थियो मैले इन्ट्रोड्युस गरेको थिएँ त्यसपछि अब अहिले आएर जुन यो पोलिसी र जुन पब्लिक फिडब्याक मेकानिजम गरेको छ त्यो चाहिँ मलाई आई थॉट इट वाज भेरी इन्ट्रेस्टिङ र यो गर्नुपर्ने कुरा नै यस्तै हो किन पब्लिक पार्टनरशिप नभइकन एक्लैले मै जान्ने भन्ने हुँदै हुँदैन जस्तै सुकै जो पनि I mean, Professor will probably agree with me. एकजनाले गरेर के पनि हुँदै हुँदैन यसमा सबैजना मिलेर जति सबैको ब्रेन युज गर्यो भने अझ राम्रो हुन्छ होला सो त्यही विषयमा आज हामीले के यो पोलिसीको इनडेप्थ के हो र त्यसको
इन्टरनेसनल इम्प्लिकेसन्स नेसनल इन्टरनेसनल इम्प्लिकेसन्स के हो यो कुराहरूमा केन्द्रित भएर हामी आज अलिकति हल्का छलफल गर्नेछौँ र लास्टमा क्वेसन्स एन्ड एन्सर्स पनि विल टेक क्वेसन्स एन्ड एन्सर फ्रम द फ्लोर र यसको अझ मल्टिप्लायर इफेक्ट चाहिँ के हुन्छ भने आज वेबिनारमा जतिजना आउनुभयो भन्दा पनि यसको पछि युट्युबहरूमा सेयर भइसकेपछि फेसबुकमा सेयर भइसकेपछि नेसनली पनि यो कन्भर्सेसनलाई अगाडि बढाउनको लागि हेल्प हुन्छ जस्तो मलाई लाग्छ विथ ह्याभिङ सेड द्याट जुन एआईले जुन ट्रान्सफर्मेटिभ रोल आएको छ सबै स्पेसली 22 को एन्डमा नोभेम्बरमा च्याट जिपिटी 3.5 आइसकेपछि जुन हाम्रो पब्लिक कन्सियसनेसमा आयो यो के हो त एआई भन्ने कुराहरू त्योभन्दा अगाडि चाहिँ अलिक साइफाई नै जस्तो कुरा थियो त्यसपछि रियल एप्लिकेसनमा एलएलएमबाट हाम्रो मोस्टली पब्लिकलाई इन्ट्रोड्युस भयो र अब अहिले लास्ट सर्वे गर्दाखेरि गार्टनरले मेरो विचारमा गर्दाखेरि अलमोस्ट 80% अमेरिकामा बिजनेस प्रोफेसनल्सहरूले कुनै प्रकारको एआई युज गर्छ एलएलएम युज गर्छ नत्र भने अब डिफ्युजन मल्सहरू whatever केही प्रकारले चाहिँ गर्छ एप्लिकेसन लेभलमा सो इन द्याट सेन्स हाम्रो यो अलिकति नै पोलिसी ड्राफ्ट गरेर यसलाई एउटा नेसनल गाइडलाइन रोड म्याप जस्तो बनाएर अगाडि लान सक्यो भने अझ राम्रो हुन्छ र त्यही पक्षमा चाहिँ अगाडि बढ्दै पनि छ So having said that, without any further ado, I want to introduce Mr. Narayan Misana and give the floor to him so that he can explain, I mean, anything, the floor is yours. But I want, again, to repeat what background, my MSc in Information Systems, MBA Engineering from business background also. र उहाँको 15 वर्षभन्दा बढी एक्सपिरियन्स छ सबै साइबरदेखि लिएर एआई पोलिसीहरूमा समय छ त्यस कारणले नारायण मिश्राजी धन्यवाद हाम्रो यो कार्यक्रममा वेबिनारमा आएर आफ्नो विचारहरू राखिदिनु तत्पर हुनुभएकोमा र प्लिज गो अहेड इफ यु हेभ सम स्लाइड्स यु वान्ट टु सेयर प्लिज गो अहेड एन्ड सेयर इट इफ नट द फ्लोर इज योर्स थ्याङ्क यू हस् धन्यवाद सिमोन सर म सुनिरहेको छु है सबैले सुन्नु भएको छ होला आवाज ओके उपेक्षाजी सुदन सर सबै यो आजको मिटिङमा पार्टिसिपेन्ट सबै सर म्याडमहरूलाई नमस्कार मेरो परिचय गरिसक्नु भएको छ त्यही भएर थप मैले गरिनँ समयको बचत गर्नलाई यो यस्तै हो सर यो म त्यति साह्रो त होइन तर म सिक्दैछु यो पोलिसीको लेभलमा यसो प्रयास गर्दैछु अब यो वास्तवमा अहिले हजुरले पनि जोड्नु भएको थियो यो मसँग केही टाइमहरू छ सर यो केही टाइम लिमिटेसन्सहरू के छ एउटा सेयर गर्छु आज हामी प्राइमेरी प्रेजेन्टेसन तपाईँको त्यसमा केन्द्रित भएर अनि के अरे प्रोफेसर सर एनी टाइम यु वान्ट जम्प इन प्लिज अनम्युट योरसेल्फ एन्ड जम्प इन है एन्ड विल जस्ट हुन्छ सर यो मैले सानो प्रस्तुति जस्तो वार्मअप जस्तो गर्छु यो पोलिसीको बारेमा अनि अरू त यो छलफलकै क्रममा हुन्छ हजुरले होइन भन्नुभएको थियो यो एउटा हाम्रो यो कसरी सुरु हो भन्ने कुरामा चाहिँ यो अलि अगाडि 7-8 महिना अगाडि मन्त्रालयमा एउटा एआईको अब यस्तो भयो कस्तो भने पहिला चाहिँ नि एआईको हामी चाहिँ यो अलि सेफ्टीको रूपमा आइरहेको थियो संसारभरि नै जस्तो एआई सेफ्टी जसरी साइबर सेक्युरिटीको एउटा सेफ्टीको कुरामा आउँछ इन्टरनेट सेफ्टीको कुरा आउँछ अब एआईलाई नै अलिक सेफ्टीको एप्रोचमा गइरहेको थियो संसारभरि नै अलिक पछाडि चाहिँ नि 23rd चाहिँ 2023देखि चाहिँ नि अब अलिकति एक्सन ओरिएन्टेड भयो क्या अहिले त्यही भएर संसारभरि नै अहिले एक्सन समिटहरू भइरहेछ नि त भनेपछि एआई चाहिँ अब नट ओन्ली सेफ्टी इस्यु तर अब अलिकति एक्सनमा पनि जानुपर्छ किनभने अब यसले चाहिँ अलिक ट्रान्सफर्मेसनमा हिट गरिरहेछ भन्ने एङ्गलभरि विश्वभरि नै गइरहेको पनि अलिकति हामीले विश्व मानचित्रमा पनि देख्यौँ अब मन्त्रालयमा पनि अब यो अलिकति यो पोलिसी लेभलमा अब एआई चाहिँ अब यसरी क्रस कटिङ एउटा चाहिँ इमर्जिङ टेक्नोलोजीको रूपमा आइरहेछ यसले चाहिँ अब एउटा विभिन्न यो पब्लिक सेफ्टीको पब्लिक ट्रस्टको विषयमा पनि इस्यु आउन सक्ने र अब अर्को यसले चाहिँ अलिकति यसलाई युज गरेर चाहिँ अलिक प्रोडक्टिभ तरिकाले अलिक एकाउन्टेबल तरिकाले केही उपयोग गर्न सक्यो भने यसलाई चाहिँ बेनिफिटमा चाहिँ एउटा अलिकति उपयोगी बनाउन सकिन्छ भन्ने छलफल भएको भएर एउटा सानो टिम बनाएको थियो मन्त्रालयभित्रकै र अलिकति एउटा एकाडेमिक र निजी क्षेत्रको केही साथीहरू राखेर
यो अवधारणा पत्र सरले भने जस्तै हामीले दुई तिन महिनामा एउटा अवधारणा पत्र बनाएको थियौँ र अवधारणा पत्रमा चाहिँ नि त्यो विभिन्न त्यो माइल स्टोन्स एउटा कार्ययोजना नै छ क्या त्यसमा चाहिँ भनेको सबै त्यो ब्याकग्राउन्डमा चाहिँ त्यो लास्टमा चाहिँ तपाईँको यो टाइममा यो गर्नुपर्छ भनेरै तपाईँको नीति कानुनदेखि लिएर के गर्ने भनेर एउटा 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 वेल चाहिँ एउटा एउटा एक्सन प्लान त्यसमा अलिकति दिएको थियो र त्यसैको चाहिँ नि कार्यान्वयन गर्नलाई हामीले यो फर्स्टमा अब नीति चाहियो एआई नीति नीति भएपछि कानुन बनाउन बाटो खुल्छ अनि कानुन भएपछि अब अरू अरू स्ट्यान्डर्ड्सहरू त्यसले जिम्मेवारी तोक्ने भयो भएर त्यो सिलसिलेवार रूपमा जाने भएर हामीले यो एआई नीति चाहिँ एउटा ड्राफ्ट तत्काल सुरु गऱ्यौँ यो सुरु गरेको पनि धेरै भइसक्यो 5-6 महिना जति भइसक्यो र अब सिरिज अफ यो हामी चाहिँ यो ड्राफ्ट गरेर फेरि त्यसको चाहिँ नि अब विभिन्न डिस्कसन्स स्टेक होल्डर डिस्कसन्स गरेर फेरि अहिले पब्लिक फिडब्याकको लागि पनि अब हाम्रो अस्तिसम्म थियो 22 यो माघ 22देखि हामीले 7 दिनको टाइम भनेको थियौँ र अलि 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 2-4 दिन पछिसम्म पनि हामीले फिडब्याक कलेक्ट गरिरहेको थियौँ र अहिले त्यसलाई चाहिँ एड्रेस गर्नेतर्फ मन्त्रालय अगाडि बढिरहेछ यो थोरै ब्याकग्राउन्ड चाहिँ मैले यो कसरी के सुरु गऱ्यौँ भन्ने भएँ र अब अरू चाहिँ मैले यो मस्यौदाकै उसमा चाहिँ अलिक पुरानो स्लाइड छ मैले अहिले अपडेट गरेको लेटेस्ट चाहिँ राखेको छैन यो अलिक पछाडि फ्ल्यास हुन्छ अहिले फिडब्याक दिनुभएको छ सर म्याडमहरूले होइन वेबसाइटबाट विभिन्न माध्यमबाट आएको छ अब यसमा धेरै कुरा चाहिँ फेरि मैले त्यो पुरै नीति नै डिस्प्ले नगरे भएर अब यसमा अलिकति एउटा हामीलाई कुरा गर्न नै सजिलो हुन्छ भन्ने हिसाबले थोरै चाहिँ नि कुरा गर्दै मैले यो राख्छु अब यसमा नर्मली यो नीतिको फर्मेटहरू चाहिँ नि अब कति क्वेरीहरू आउँछ क्या यो किन यस्तो राखेको किन यो अलिक भएन अलिक डिटेलिङ भएन भन्ने पनि आएको थियो जस्तो एक्जाम्पलको लागि धेरै क्वेसन आएको छ इको सिस्टम भन्ने अलिक डिफाइन भयो भने अलिक डेफिनेसनहरू राख्नु पऱ्यो होइन एक्जाम्पलको लागि अब अलिक बढी डेफिनेसनहरू पार्टहरू राख्नु पऱ्यो भन्ने पनि मलाई धेरै चरणमा चाहिँ नि एउटा सुझावहरू आएको थियो तर अब अहिले पछिल्लो चरणमा चाहिँ हामीले थोरै इको सिस्टमलाई चाहिँ अलिकति थोरै भए पनि कतै वर्तमान स्थिति अब हाम्रो चाहिँ नि अहिले करेन्ट स्ट्याटस के छ भन्नेमा 1-2 लाइन भने राखिदिउँ भन्ने चाहिँ पछिल्लो फिडब्याक अनुसार राखेका छौँ तर नर्मली परिभाषाहरू राखिन्न होइन अब एउटा फर्मेट छ क्या हाम्रो नीति बनाउनेको नीतिको चाहिँ टेम्प्लेट छ अनि यो गभर्मेन्टको टेम्प्लेट भएको भएर टेम्प्लेटलाई चाहिँ फलो गरेर गर्नुपर्ने पनि बाध्यता भएको हुँदा यो अलिकति यो फरक हुन्छ जस्तो अलि इन्टरनेसनल नीति पोलिसीहरू र हाम्रोमा चाहिँ नि त अरूको चाहिँ 2-3 पानाको चाहिँ स्ट्रेट फरवर्ड अलिकति यो डकुमेन्ट चाहिँ नि अलि 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 यो कर्म यो अलिकति यो टेम्प्लेट अनुसार हुँदैन हाम्रो चाहिँ अलिक टेम्प्लेट फलो गर्नुपर्ने भएको भएर यस्तो फरक चाहिँ पर्छ त्यही पनि त्यसैमा चाहिँ हामीले धेरै कुरा चाहिँ जस्तो तपाईँको चाहिँ त्यो हामीले अहिलेसम्म के गरेका छौँ होइन त्यसको चाहिँ नि हाम्रो प्रब्लम्स र च्यालेन्जेसहरू के छ होइन अपर्च्युनिटीहरू के पाउन सक्छौँ त्योसँगै चाहिँ तपाईँको यो नीति चाहिँ किन आवश्यक भयो भन्ने हिसाबले चाहिँ हामीले त्यसमा चाहिँ थोरै नीतिमा चाहिँ क्लियर गरेका छौँ अब जस्तो एक्जाम्पलको लागि अब हामीले नीति किन आवश्यक छ त हामीलाई भन्ने पार्टमा चाहिँ हामीले यो पहिलाको उसमा चाहिँ मिस गरेका थियौँ जस्तो लाग्छ पहिला उसमा थियो अहिले थोरै हामीले यो युनेस्को जुन 10वटा गाइडलाइन छ नि युनेस्कोले चाहिँ हामीलाई 10वटा गाइडलाइन दिएको छ त्यो हामीले उसमा पनि राखेका थियौँ यो हाम्रो अवधारणा पत्रमा पनि र अहिले नीतिमा पनि हामीले यो अहिले चाहिँ नि थोरै करेक्सन फिडब्याक आइसिसी राखेका छौँ किनभने त्यो थोरै बोलिदिनुपर्छ भनेर नभए किनभने जस्तो हामी चाहिँ नि यो पक्ष राष्ट्र भएको र हामीले चाहिँ अब यसमा चाहिँ एग्री गरिसकेको भएर यो उसले पनि अब यो स्ट्राटेजी चाहिँ कन्ट्री वाइज स्ट्राटेजी चाहिँ बनाउनु भनेर चाहिँ हाम्रो निर्देशन पनि छ सबै देशहरूलाई त्यो हिसाबले एउटा यो युनेस्कोको 10वटा गाइडलाइनलाई चाहिँ फलो गर्ने पनि एउटा चाहिँ हाम्रो नीति बनाउनुको एउटा उद्देश्य हो भन्ने हिसाबले हामीले अहिले राखेका छौँ पछिल्लो चरणमा तर हुन चाहिँ अब ब्याक एन्डमा त तपाईँको हाम्रो रणनीति कार्यनीति हाम्रो उद्देश्यमा नि तपाईँको अब इथिकल एकाउन्टेबल होइन र एक्सप्लेनेबल चाहिँ नि एआई सिस्टम बनाउने होइन त्यो बायसनेस चाहिँ नि चाहिँ अलिकति यसलाई चाहिँ नि कन्ट्रोल मेजर्सहरू चाहिँ राख्नुपर्छ भन्ने हिसाबले त राखेका छौँ तर त्यो उद्देश्य त त्यहाँ भएकैमै छ एलाइन छ तर पनि त्यसलाई पनि कोट गरेर अहिले चाहिँ नि हामीले नीतिमा नै थोरै युनेस्कोले गरेका त्यो प्रिन्सिपल्सहरूको बारेमा थोरै चाहिँ राखिदिने खोजेका छौँ अब अहिले पनि सुरुमा नि भने अब एउटा त्यो चाहिँ एउटा हाम्रो राष्ट्र सङ्घसँगबाट चाहिँ नि हाम्रो यो पक्ष राष्ट्र भएको भएर उसले उसको एउटा गाइडलाइनलाई फलो गर्ने एउटा बाटो एउटा पाटो भयो अर्को चाहिँ नि अब ग्लोबल ट्रेन्डलाई त हामीले फलो गर्नै पर्यो अब एआई चाहिँ तपाईँको हामी जानी नजानी
होइन, एज अ युजर होइन, अब एज एज अ चाहिँ नि डेभलपर, एज अ चाहिँ नि यसको चाहिँ नि यो यसलाई चाहिँ एज अ इन्डस्ट्री ग्रो गर्ने हिसाबले सबै एङ्गलबाट चाहिँ हामी यसलाई चाहिँ नि यसमा चाहिँ प्रयोग गरिरहेकै छौँ र गर्न नि पर्छ, किनभने हामी अब एआईलाई चाहिँ नि उपयोग गर्दैनौँ भनेर त अब हामी चाहिँ नि यो अलग बस्ने अवस्था त छैन। त्यही भएर यो चाहिँ हामीले अब नीति चाहिँ नि एउटा अलिक स्पेसिफिक नीति चाहिँ चाहिन्छ भन्ने हिसाबले यसलाई अगाडि बढायौँ होइन। यसमा हामीलाई सबैले चाहिँ अब सपोर्ट गर्नु नै भएको छ, यो एकदम राम्रो काम भएको छ भनेर भन्नुभएको छ होइन त्यसमा। र अर्को चाहिँ अब यो यसमा अलिकति यो हाम्रो यो ढाँचा नै हो, जस्तो यो नीति बनाउँदाखेरि एउटा 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 सुरुमा चाहिँ एउटा भिजन दिनुपर्छ होइन, मिसन, गोल, अब्जेक्टिभ र पोलिसीहरू सेट गर्नुपर्छ भन्ने एउटा छ। त्यो हिसाबले अब हामीले यो यसको दूरदृष्टि चाहिँ नि एउटा एआई प्रणालीको विकास र सक्रिय समावेशी तथा नैतिक प्रयोगबाट समुन्नत नेपालको निर्माण गर्ने भन्ने हिसाबले यो जस्तो यो अहिले मैले भने जस्तो यो युनेस्को 10वटा प्रिन्सिपल्सले नि गाइड गर्छ, जस्तो अलिकति यो समावेशी र नैतिक चाहिँ नि एकाउन्टेबल चाहिँ नि एआईको प्र्याक्टिसलाई चाहिँ उसले चाहिँ नि अलिकति यो त्यसलाई चाहिँ नि अहिले फोकस गरे भएर त्यो पार्टलाई नै हामीले चाहिँ नि अलिकति यसलाई एउटा भिजन हाम्रो उसमा भिजनमै राखेर त्यो प्रयोगबाट त्यसलाई चाहिँ फेरि त्यसलाई फलो गर्दै त्यसको अधिकतम प्रयोगबाट अलिकति नेपाललाई चाहिँ अलिकति यो चाहिँ यसको चाहिँ नि इकोनोमिक ग्रोथदेखि यसलाई अलिक समुन्नत बनाउनेमा चाहिँ लान सकिन्छ भन्ने चाहिँ एउटा भिजन सेट गरियो। र मिसनको रूपमा एआईको रूपान्तरणकारी सम्भावनालाई, किनभने यो ट्रान्सफर्मेटिभ टेक्नोलोजी अब यसलाई चाहिँ प्रयोग गरेर तपाईँको चाहिँ नि सामाजिक र आर्थिक वृद्धिमा हासिल गर्ने भन्ने चाहिँ एउटा मिसन राखिएको छ। यसको लक्ष्य चाहिँ नि यो नवप्रवर्तन र उद्यमशीलताको प्रवर्धन गर्ने, विद्यमान संरचनाहरूको सबलीकरण गर्ने र क्षेत्रगत समन्वय र सहकार्य मार्फत कुल ग्राहस्थ उत्पादनमा एआई क्षेत्रको योगदान बढाउने भन्ने एउटा लक्ष्य राख्ने कोसिस गरिएको छ। थोरै चाहिँ नि यो अलिकति यो जिडिपीको पनि अलिकति क्वान्टिफाई भएर आइदिए हुन्थ्यो भनेर चाहिँ नि होइन, अलि 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 स्पेसिफिक हुनु पर्यो भन्ने चाहिँ नि पनि कुरा आएको चाहिँ छ। तर पनि अब यो ठ्याक्कै यति पर्सेन्ट यस्तो गर्ने भन्ने चाहिँ नि यो अहिलेको उसमा चाहिँ गाह्रो हुने रहेछ, किन अब यसै पनि हाम्रो बेस लाइन चाहिँ छैन, हामी सुरुवात अवस्थामा छौँ। र अहिले सुरुको अवस्थामा फेरि यो नीतिमा पनि हामीले हुन चाहिँ पहिला 5 वर्ष राखिएको छ, अहिले चाहिँ अलिकति 1-2 वर्षमै रिभ्यू गर्नुपर्छ कि भन्ने चाहिँ नि हामीले अहिले सुझाव पनि आएको भएर डिस्कसनमा छौँ हामी। किनभने अहिले यो हाम्रो वेबसाइटबाट हामीले फिडब्याक माग्दाखेरि पनि यो अलिक 5 वर्ष चाहिँ यो टेम्परेरी हुँदैन, अलिकति यो एआई चाहिँ अलिकति चेन्ज भइरहने भएर यसलाई अलिकति 1-2 वर्षको पिरियडमै चेन्ज गर्नुपर्छ, यसलाई रिभ्यू गर्नुपर्छ भन्ने फिडब्याक पनि आएको छ होइन। त्यसमा हामी कन्सिडर गर्दैछौँ। त्यही भएर अलिकति थोरै चाहिँ पछाडि चाहिँ सेट गर्न पनि सकिन्छ। अहिले सुरुमा चाहिँ हामीलाई चाहिँ विभिन्न अध्ययनहरू पनि गभर्मेन्ट र अलिकति प्राइभेट सेक्टरबाट पनि हुँदै नै छ। अस्ति हामी एउटा मलाई बोलाउनु भएको थियो, एसिया फाउन्डेसनले एउटा यो रिसर्च गरिरहनु भएको रहेछ। उहाँहरूले विभिन्न 4वटा सेक्टरमा चाहिँ हाम्रो यो रोजगारीमा चाहिँ नि कस्तो इम्प्याक्ट पर्छ होइन देखि लिएर एजुकेसन सेक्टरमा कस्तो इम्प्याक्ट पर्छ, यी सबै 4वटा पिलर्सहरूमा चाहिँ उहाँले इन्डिपेन्डेन्ट एउटा रिसर्च नै गरिरहनु भएको छ। हामीलाई बुझाउँछु भन्दै हुन्छ भने चाहिँ विभिन्न सेक्टरले यसमा गर्दैछ नि त, किन गभर्मेन्ट आफै एक्लैले गर्ने त होइन। यो नीति पनि हामीले अहिले यहाँ राखेको रणनीति कार्यनीति चाहिँ नि सबै गभर्मेन्टले गर्छु भनेर गर्ने त होइन, यो त सबै सेक्टरलाई हुने गरी सबै सेक्टरले चाहिँ यहाँ भोलि चाहिँ यो इकोसिस्टमका प्लेयरहरूले काम गर्ने गरी चाहिँ हामीले सेट गरे हौँ होइन। त्यही भएर चाहिँ नि यो अलिकति यो अहिले अहिले चाहिँ गोल यति ठ्याक्कै यति पर्सेन्ट गरिन्छ यति गरिन्छ भन्ने चाहिँ अलिक राख्न चाहिँ नसकेकै हो होइन। यसमा चाहिँ त्यसरी अगाडि बढिया छ। यसको अब मेन उद्देश्यहरूमा चाहिँ त्यो नर्मल्ली हामी अब मेन चाहिँ अब यसको इकोसिस्टम नै डेभलप गर्नु छ। अब इकोसिस्टमको डेफिनेसन के भन्ने चाहिँ अब विभिन्नबाट आइरहेको हिसाबले अब त्यो डेफिनेसन पनि राख्ने हामी प्रयासमा चाहिँ छौँ। तर अब यसलाई चाहिँ नि हाम्रो बुझाइ चाहिँ के हो भन्दाखेरि इकोसिस्टम भन्नाले चाहिँ नि यो चाहिँ समग्र अब यो डेटा को चाहिँ नि व्यवस्थापन होइन, डेटा म्यानेजमेन्ट भन्छ, त्यो डेटासँग सम्बन्धित सबै विषयवस्तु पर्ने भयो। त्यसपछि त्योसँग यो एआईको डिजिटल पूर्वाधार, एआई पूर्वाधारका विषयहरू होइन, तपाईँको अनुसन्धान विकास र प्रयोगको लागि त्यसको लागि चाहिँ चाहिने सक्षम जनशक्तिहरू होइन, जस्तै ह्युमन रिसोर्सको पाटो हुने भयो, त्यो इन्भेस्टमेन्टको चाहिँ इन्भाइरोमेन्ट हुने भयो। त्यसपछि अर्को तपाईँको चाहिँ योसँग रिलेटेड आइटी यो एआईको इन्डस्ट्रिजहरू आफै पनि त्यो इकोसिस्टमका प्लेयर हुने भए र त्यसलाई चाहिँ कसरी चाहिँ नि हामी चाहिँ नि अलिकति इफेक्टिभली
प्रयोग गर्न सक्छ। इम्प्लिमेन्टेसन पार्ट सबै चाहिँ यो चाहिँ इकोसिस्टममा पर्छ भन्ने हाम्रो बुझाइ हो होइन। त्यो हिसाबले चाहिँ इकोसिस्टम भन्ने चाहिँ एउटा डिफाइन गरे हो। अब यो इकोसिस्टमलाई चाहिँ नि अहिले मैले भनेका यी सबै यो फेसेटहरू यी डाइमेन्सनहरूलाई चाहिँ नि यो निर्माण गर्ने, यसलाई चाहिँ नि सुरक्षित र दिगो कसरी बनाउने, त्यो एउटा अब्जेक्टिभ हो यो नीतिको। त्यसपछि जनशक्तिको विकासदेखि अध्ययन अनुसन्धान इनोभेसन होइन अन्टरप्रेनरसिपलाई विकास गर्ने, तपाईँको चाहिँ नि अलिकति यो सार्वजनिक सेवा पब्लिक सेक्टरमा चाहिँ एआई चाहिँ नि प्रयोग गरेर यसको चाहिँ गुणस्तर क्वालिटी होइन यो र तपाईँको चाहिँ नि सुशासनमा कसरी अभिवृद्धि गर्न सकिन्छ भन्ने विषयलाई चाहिँ यो यसले चाहिँ नि र क्षेत्रगत डेभलपमेन्ट सेक्टरल डेभलपमेन्टमा चाहिँ यसलाई कसरी प्रयोग गर्न सकिन्छ, यो विषयलाई चाहिँ राखेर चाहिँ नि तपाईँको यो अब्जेक्टिभ चाहिँ हामीले सेट गरेका छौँ। र यसमा अहिलेको हामीले पोलिसी चाहिँ नि सातवटा पोलिसी चाहिँ नि डिफाइन गरेका छौँ। यो सातवटा पोलिसीमा पहिलो पोलिसी चाहिँ यो नीतिको रूपमा चाहिँ यसको कानुनी र संस्थागत व्यवस्था गर्ने विषयलाई चाहिँ फर्स्ट पोलिसीको फर्स्ट पिलरको रूपमा हामीले डिफाइन गरेका छौँ भने दोस्रो पिलरमा चाहिँ नि तपाईँको इन्फ्रास्ट्रक्चर यसमा चाहिने चाहिँ पूर्वाधारहरू को निर्माण र एआईमा चाहिँ नि अब मेन नै तपाईँको चाहिँ नि डेटा सेट र डेटा हुने भएको हुनाले अब यसको डेटाको व्यवस्थापन का विषय होइन। त्यसपछि चाहिँ नि यो सेक्टरल रिसर्च आरएनडी, त्यसपछि इनोभेसन र अन्टरप्रिनरसिपको प्रवर्धन गर्ने विषयलाई चाहिँ नि हामीले तेस्रो पोलिसी पिलरको रूपमा राखेका छौँ। नारायण चौथो सर चाहिँ नि तपाईँको हामी हजुर नारायण सर हामी त्यो लक्ष्यकै उसमा स्लाइडमा छौँ है जस्ट एफवाईआई। ए ओके हजुर हजुर म यहाँ अलिकति उ छ ल यता छ होला अलिक पछाडि छ है। यो मैले यो ऊ चाहिँ नि नीति चाहिँ यहाँ राखेर रहन्छु अनि मैले यतिकै भन्दैछु क्या यहाँबाट अनि ठिक छ त्यो उ गरौँ ल यसरी नै। अनि तपाईँको कस्तो भन्दाखेरि यो नीतिको चौथोमा चाहिँ नि तपाईँको यो अब ह्युमन रिसोर्सको चाहिँ डेभलपमेन्ट होइन अनि त्यसको कपासिटी बिल्डिङ। अब अहिले अस्ति अब हाम्रो यो एउटा पेरिसमा भएको थियो नि हुन चाहिँ हाम्रो गभर्मेन्टबाट अथवा चाहिँ त्यो चाहिँ अलिक भएन होइन। अब त्यो पेरिसमा चाहिँ नि एउटा मिटिङ भएको थियो एउटा 93वटा देशको चाहिँ यो मिटिङ भएको थियो होइन। हामी सबैलाई थाहा छ यो हाम्रो मोदी होइन इन्डियाको चाहिँ प्राइम मिनिस्टर चाहिँ नि गएर चाहिँ को होस्टको रूपमा चाहिँ उहाँले गर्नुभएको थियो। अब उहाँहरूको पनि प्रायोरिटी चाहिँ कस्तो थियो भने त्यही अप स्किलिङ र रिस्किलिङलाई चाहिँ अलिक बढी फोकस गर्नुभएको थियो उहाँको भाषणमा पनि होइन। त्यही भएपछि अब यो एआई भन्दैछौँ भनेपछि अब यो ह्युमन रिसोर्स अब यो अहिले भएको एक्जिस्टिङ किनभने अभियसली अहिलेको यो रोजगारी त तपाईँको चाहिँ नि अलिकति यो यसको ट्रेन्ड त चेन्ज हुन्छ नै होइन। अहिलेको तपाईँको अहिले विद्यमान चाहिँ त्यो तपाईँको ब्लू कलर जब्सहरू अवश्य घट्छ होइन भोलिको दिनमा। अब तपाईँको चाहिँ नि अर्को यो रोजगारीको चाहिँ नि यो नेचर चाहिँ नि चेन्ज नै हुन्छ यो सबैलाई थाहा छ। अब यो त्यो हिसाबले अब हामी अलिकति तयार हुनलाई अब अलिकति जनशक्तिहरू त्यो अनुसार उत्पादन गर्ने भएको जनशक्तिको क्षमता अभिवृद्धि गर्ने अप स्किलिङ रिस्किलिङ भन्छ नि होइन त्यो त्यसरी गर्ने र त्यसलाई चाहिँ त्यो पार्टलाई चाहिँ हामीले यो चौथो पिलरमा राखेका छौँ। त्यसपछि पाँचौँ पिलरमा चाहिँ तपाईँको अलिकति अहिले मैले भने जस्तै जस्तो सेक्टरल डेभलपमेन्टमा यसको प्रयोग कसरी गर्ने होइन पब्लिक सर्भिस डेलिभरीमा हामीले यसलाई कसरी प्रयोग गर्ने। हाम्रो अहिले यो राष्ट्रिय योजना आयोगले चाहिँ नि 16औँ योजना जुन पब्लिस गरेको छ त्यसमा पनि उसले राखेको रहेछ हेर्नुहोस्। यसमा चाहिँ नि यो एआईको चाहिँ नि प्रयोग चाहिँ गरेर सार्वजनिक सेवामा चाहिँ यो चालु खर्चलाई चाहिँ घटाउने भनेर चाहिँ नि उसले चाहिँ यो नीतिमा राखेको रहेछ। त्यस्तै चाहिँ नि तपाईँको अर्को पिलरमा चाहिँ अब यो अभियसली यसमा चाहिँ अब तपाईँको नेसनल र इन्टरनेसनल लेभलमा चाहिँ कोअर्डिनेसन र तपाईँको चाहिँ नि कोल्याबोरेसन चाहिँ अवश्य चाहिन्छ। त्यही भएर चाहिँ त्यो पार्टलाई चाहिँ हामीले तपाईँको छैटौँ पिलरको रूपमा राखिएको छ भने अन्तिममा चाहिँ अब यसलाई चाहिँ नि अलिकति मोनिटरिङ गर्ने होइन यसलाई चाहिँ अलिकति सफ्ट भयो नि रेगुलेटरी पार्ट चाहिँ अवश्य नै चाहिन्छ। फेरि बिना नियमन चाहिँ नि हामीले नीति ल्याएको नि काम लाग्दैन। अब नीति नियमन कसरी गर्ने भन्ने त कानुनले डिफाइन गर्छ कस्तो नियमन हुन्छ भन्ने चाहिँ अलिकति तपाईँको कानुनबाट आउँछ। त्यो भएर यो सातवटा पिलरमा चाहिँ हामीले राखिएको छ र यो सातवटा पिलरमा बसेर तपाईँको अब कानुन बनाउने कुरामा चाहिँ अहिले भने फर्स्ट पिलरको चाहिँ रणनीतिहरू स्ट्राटेजिजहरू अब तपाईँको यो कानुनमा पनि हामीले चाहिँ नि
जस्तो एउटा चाहिँ नि एआईकै कानुन बनाउनु पर्ने हुन्छ। त्यसपछि डाटा प्रोटेक्सन चाहिँ नि पोलिसी अहिले बन्दैछ, डाटा प्रोटेक्सनको चाहिँ नि एक्ट कानुन बनाउनु पर्छ, किनभने यो एकदमै मेजर चाहिँ नि तपाईँको डाटा प्रोटेक्सन, डाटाको चाहिँ नि म्यानेजमेन्टका कुरा चाहिँ अलिक क्रिटिकल हुन्छ एआईको विषयमा होइन। कसरी सेयर गर्ने, कसरी चाहिँ नि यो यसलाई चाहिँ नि यो एक्सचेन्ज गर्ने। अब यो नेसनल मात्रै होइन, फेरि इन्टरनेसनल लेभलमा चाहिँ क्रस बोर्डर भन्ने कुरो छ अहिले टर्म होइन। अब त्यो विषयमा नि कसरी गर्ने होइन। यो चिज चाहिँ अहिले नीतिमा चाहिँ हामीले इन्डाइरेक्टली थियो कि यो आदान प्रदानको यो क्रस बोर्डरको त्यो, तर यो अहिले धेरैको कमेन्ट आएर चाहिँ यो क्रस बोर्डर भन्ने टर्म चाहिन्छ भन्ने भएर अलिकति यसलाई अहिले चाहिँ यो हामीले राखेर त्यो टर्म नै राख्दिन खोजेका छौँ। अहिले धेरैबाट डिमान्ड आयो क्या अहिले, अलिकति हाम्रो यो भाषामा अलिकति राखेको, तर अब चाहिँ यो टर्म टर्मिनोलोजी नै हामीले चाहिँ नि सुझाव, सबैको सुझाव आइसकेपछि चाहिँ नि राखेका छौँ। त्यस्तै अब यो नेसनल एआई इन्डेक्स जस्तो अब हामी यो कुरा मात्रै गर्ने अनि भोलि चाहिँ यो हामी कुन स्ट्याटसमा छौँ भन्ने त हुँदैन। अब पोलिसी एउटा ल्यायो। क्विक क्वेसन, यो नारायण सर, यो हजुर। टर्म्स एन्ड टर्मिनोलोजी भन्नेमा हाम्रो के म्याक्सिमम फिडब्याकहरू कसरी आइरहेको छ? इङ्ग्लिस नेपाली टर्म्स कुन युज गर्ने, कुनको स्ट्यान्डर्डाइज गर्ने, त्यसमा के कुरा आएको छ? ए होइन, त्यो त यस्तो छैन, त्यो उहाँहरूले ल्याङ्ग्वेजमा यसो राख त भन्नुहुन्न, तर हामीलाई त जुन भाषाबाट दियो नि के भएर हामीले हाल्न त नेपालीमै गरेर बनाउनुपर्छ नीति। उहाँहरूले चाहिँ नि जस्तो धेरै चाहिँ नि अब तपाईँको यो मिसिङ पार्टमा, किनभने अब यो पार्टहरू मिसिङ छ भन्ने हिसाबले नै दिनुभएको छ। जस्तो अहिले मैले इक्जाम्पल भने जस्तो क्रस बोर्डर चाहिँ नि अलिकति स्पेसिफिक भएन भन्ने हिसाबले एउटा इक्जाम्पल मैले दिएको, जस्तो स्पेसिफिक नै राख्नु पर्यो यस्तो चिजहरू भन्ने इक्जाम्पल दिन खोजेको। यो ए चिजलाई चाहिँ उहाँहरूले अलिक फोकस गर्नुभएको छ। रिस्क मिटिगेसनहरूको पनि अलिकति यो जोखिम न्यूनीकरण पनि अलिक स्पेसिफिक नै मेन्सन गर्नु पर्यो भन्ने हिसाबको होइन। यस्तो यस्तो चिजहरू जुन चाहिँ हाम्रो अहिलेको अस्तिको ड्राफ्टमा थिएन होइन, त्यो चाहिँ अब हामीले रियलाइज नै गरेका छौँ। त्यो ठ्याक्क अलिकति तपाईँको चाहिँ नि अलि यो कार्यनीतिहरूमा, एक्सन प्लानहरूमा जुन जुन रणनीति र कार्यनीतिमा हुन्छ त्यसमा चाहिँ पर्नु पर्यो भन्ने जस्तो चाहिँ तरिकाले उहाँहरूले अलिक स्पेसिफिक चाहिँ नि राखिदिनु पर्यो यस्तो चिज भनेर चाहिँ फिडब्याक विभिन्न एङ्गलबाट होइन। कति चाहिँ अब दोहोरिएको पनि हुन्छ, तर पठाउनु भएको छ। अब हामीले चाहिँ नि कति सान्दर्भिक फिडब्याकलाई चाहिँ हेरेर होइन हामीले चाहिँ नि सकेसम्म यो चाहिँ नि उहाँहरूको फिडब्याकलाई चाहिँ एड्रेस गर्नेमै छलफल गरिरहेछौँ होइन सर। अनि मैले अहिले भन्दै थिएँ यो यो नेसनल। हजुर भ्युअरहरूको लागि चाहिँ म हजुर के एउटा चाहिँ क्विक इन्फर्मेसन, यो उद्देश्य जुन प्रकारको स्ट्रक्चर छ है नारायण सर, प्लिज फिल फ्री टु जम्प। उद्देश्य अब्जेक्टिभबाट त्यसबाट फ्लो इन भएर क्यास्केडिङ इफेक्ट राखेर पोलिसीबाट त्यसपछि चाहिँ स्ट्राटेजीबाट चाहिँ त्यसपछि होइन तपाईँको यो कार्यनीति यसरी फ्लो भइरहेको छ होइन। त्यस हजुर कारण चाहिँ यो अहिलेको उद्देश्यमा हामीले जुन इनिसियली फोकस गरेपछि बिग पिक्चर एउटा क्लियर भइसकेपछि पछिको कुराहरूमा चाहिँ स्पेसली जुन तपाईँले अघि भन्नुभयो 2 वर्षमा हामीले फेरि रिफाइन गर्नुपर्छ, एउटा टाइम लाइन राख्नुपर्छ किनभने फास्ट चेन्जिङ छ भन्ने, त्योहरू चाहिँ त्यसरी हजुर पढ्दै आउँछ होइन। त्यही कुरा त्यो हो। हजुर हजुर यो यस्तो हुन्छ सर, नीति उद्देश्य अब ब्रोडर भयो, उद्देश्यलाई समातेर हामीले अहिले मैले भनेको 7वटा चाहिँ नीति चाहिँ सेट गरेका छौँ। अनि नीतिबाट चाहिँ नि हामीले चाहिँ 12वटा चाहिँ नि रणनीति होइन, हामीसँग 12वटा रणनीति छ। अनि 12वटा रणनीतिभित्र चाहिँ 80वटा चाहिँ नि तपाईँको कार्यनीतिहरू चाहिँ नि हामीले सेट गरेका छौँ होइन। अब त्यो चाहिँ नि एउटा त्यो सबै समग्रलाई कभर गर्ने गरी छ। अब यो चाहिँ पछि त अब तपाईँको यो यसको एक्सन प्लानहरू चाहिँ जस्तो यो जस्तो क्षेत्रगत हामीले पार्ट राखेका छौँ, जस्तो सेक्टरल, जस्तो शिक्षा स्वास्थ्यदेखि लिएर होइन विभिन्न सेक्टरमा चाहिँ गर्ने विषयहरू राखेको छ। त्यो चाहिँ उहाँ सेक्टरले नै भोलि यसको आधारमा चाहिँ गाइडलाइनहरू बनाएर आफ्नो एक्सन प्लान होइन वार्षिक कार्यक्रमहरू बनाएर काम गर्न सक्नुहुन्छ। अब पब्लिक प्राइभेट सेक्टरले गर्ने कुरा त यसले त डिरेक्सन दिने हो, नीतिले चाहिँ समर्थन गर्ने हो। योलाई चाहिँ यसरी जाने, हामी राज्य यसरी जाने भन्ने होइन एउटा नीतिगत डिरेक्सन हो नि। यो त तपाईँको चाहिँ नि एउटा एउटा समग्र देशलाई चाहिँ एउटा गाइडलाइन हो। यसलाई समातेर आफ्नो चाहिँ नि एक्सन प्लानहरू चाहिँ सबैले गर्न सक्छन् हजुर। अनि यो यस्तो छ, यो अलिकति यो मैले भन्न नि मन लागेको यो सबै इस्यु हेर्दाखेरि जस्तो अब इन्टरनेसनल्ली नै अब यो जस्तो अब दुईवटा एङ्गलबाट यो एआईको कन्टेक्स्टमा चाहिँ एउटा एउटा चाहिँ अब रिस्क मिटिगेसनको हिसाबले होइन, जस्तो सेफ्टीको कुराले। अर्को चाहिँ अलिकति यो अहिले पनि मैले सुरु राखेको थिएँ त्यो एक्सन उसमा जाने भनेर, जस्तो अलिकति चाहिँ यो यसलाई चाहिँ नि ग्राफ्स गरेर चाहिँ तपाईँको अलिक इकोनोमिकल्ली चाहिँ नि त्यसलाई चाहिँ नि अलिकति फाइदा लिने हिसाबले चाहिँ दुईवटा एङ्गलबाट ग्लोबल ट्रेन्ड गइरहेछ नि त एआईमा होइन। जस्तो कति देशहरूले चाहिँ अलिकति यसलाई अब जस्तो युएईको हेऱ्यो, अरूको हेऱ्यो भने यिनीहरूले अलिकति
अलिकति यो अलिकति जिडिपीमा चाहिँ बेसरी कन्ट्रिब्युसन गर्छु होइन, अलिकति यो इकोनोमिक चाहिँ नि एउटा चाहिँ नि पाइनियर बन्छु भन्ने हिसाबले गइरहेछ युएसहरू। अब त्यसपछि अब यो इयुको त्यो हेर्ने हो भने इयुले अलि सेफ्टीलाई चाहिँ ध्यान दिएको हो कि जस्तो लाग्छ होइन, पछि चेन्ज नै गर्ला भनेपछि अब त्यसरी गइरहेको हुन्छ। अब हामीले चाहिँ अलिकति यो मिक्स मोडल भनौँ न, हाम्रो यो मिश्रित अर्थतन्त्र भने जस्तै होइन। यो चाहिँ नि अब यो यसमा चाहिँ अलिकति यो पब्लिक हामीले यो सेफ्टीलाई पनि सँगै लाने र अनि अलिकति यसको अपर्च्युनिटीहरूलाई अवसरहरूलाई पनि गर्ने गरी चाहिँ यो अलिकति ड्राफ्ट भएको छ होइन। र मैले अहिले भन्दै थिएँ जस्तो नेसनल एआई इन्डेक्स पनि यो तयार गर्नुपर्छ भनेर चाहिँ राखिएको छ क्या। जस्तो नभए चाहिँ अब नीति बनाइयो, अब वार्षिक रूपमा हामीले इन्डेक्सिङ गरिराख्यो भने जस्तो सबैको कोलाबोरेसनमा यो हाम्रो स्ट्याटस के छ, अब यो हामीले नीति नै कति कार्यान्वयन गऱ्यौँ, हामी एआईमा कहाँ छौँ, किनभने सबै विदेशीले गरिदिनु पर्ने एउटा कुनै युनिभर्सिटीले राख्ने अनि त्यो त्यो कतिको हुन्छ, बरु नेसनल लेभलमा नै एउटा केही गऱ्यो भने, किनभने हामीले पछाडि यो एआई सेन्टर पनि बनाउने भनेको छ नि, अब जस्तो उसलाई उसको काममा राखिदिन खोजेको छौँ क्या। जस्तो उसले यो गर्यो भने एउटा नेसनल लेभलमा हामी कुन पोजिसनमा छौँ भन्ने चाहिँ अलिक क्लियरली आउँछ भन्ने हिसाबले त्यो पनि हामीले अब यो यसमा राखेका छौँ। अब मैले अब यसमा दुई चारवटा सबै यो अहिले ब्रिफिङ गरेर त ऊ छैन, पर छलफल गरौँला जस्तो धेरै कुरा मैले अहिले भनिसकेको छु, पूर्वाधारदेखि लिएर उसमा भनेको कुराहरू। अब जस्तो अलिकति यो स्टार्टअप्सहरूलाई पनि हामीले चाहिँ यहाँ यो मुख्य चाहिँ नि यो एआई सम्बन्धी चाहिँ अब हाम्रो हाम्रो कन्टेक्समा चाहिँ अलिक यो स्टार्टअप्सहरूलाई चाहिँ अलिकति प्रायोरिटी दिनुपर्छ, अलिक सहुलियत सुविधाहरू दिनुपर्छ होइन, केही कर छुट पनि दिनुपर्छ भनेर हामीले अस्ति यो ड्राफ्टमा पनि थियो होइन। त्यसलाई चाहिँ अलिकति स्पेसिफिक नै यहाँ लेखेर राखेका छौँ। अनि त्यसपछि चाहिँ नि थोरै अलिकति यो इन्फ्रास्ट्रक्चरको हकमा अस्तिकोमा नभए पनि अलिकति यो पूर्वाधारहरूमा एआई सम्बन्धी पूर्वाधारहरूमा, किनभने अब अलिकति यो अब यो जिपियु होइन टिपियु इन्फ्रास्ट्रक्चर्सहरू चाहिँ नि अब अलिकति महँगो पनि हुने, अलिकति जटिल पनि हुने भएर अब यसमा पनि केही सुविधाहरू अनि यो ऊर्जाको क्षेत्रमा पनि अब हामीले केही होइन इलेक्ट्रिसिटीको पार्टमा नि केही सुविधा दिन सक्यो भने अलि इन्डस्ट्रिजहरू ग्रो हुन्छ कि भन्ने हिसाबले त्यो पनि अहिले फिडब्याक पनि आएको छ। त्यसमा नि हामी छलफल गर्दैछौँ, अस्तिको त्यो उसमा चाहिँ थिएन होइन। अनि त्यो त्यो हिसाबले अलिकति यो यो एआई इन्डस्ट्रीलाई चाहिँ अलिक ग्रो गर्नलाई अलिकति यो दिनुपर्छ, अलिकति प्रायोरिटी दिनुपर्छ भन्ने हिसाबले नै आएको छ अस्तिको ड्राफ्टमा पनि, र त्यसलाई अझ थप चाहिँ नि हामी हेर्दैछौँ होइन। यो यति गरेपछि चाहिँ अब यो मैले पछि अब थप छलफल गरौँला है। यो चुनौतीहरू त्यहाँ नै छ, मैले त्यो दोहोऱ्याइनँ। यो अलिकति यो संस्थागत व्यवस्थामाको हकमा चाहिँ नि यो अलिकति एउटा नियमन परिषद चाहिँ नि एआई काउन्सिल जस्तो एउटा बडी चाहिँ नि त्यहाँ प्रस्ताव भएको छ। केही सुझावहरू पनि यसमा आएका छन्, यसमा अलिकति यहाँ छलफल हुँदैछ यसको स्ट्रक्चरमा। अलि अब हामीले त्यहाँ थोरै यो सबै संस्थाहरूको जस्तो हाम्रो गभर्मेन्टतिर पनि अब अलिकति चाहिने होइन अर्थ अनि एनआरबीदेखि लिएर त्यस्तो अलिक इम्पोर्टेन्ट निकायहरूको चाहिँ नि रिप्रेजेन्टेटिभ राखेर अनि अनि विषय विज्ञहरू सङ्घ संस्थाबाट, निजी क्षेत्रबाट र अलिकति एकाडेमिकबाट पनि र अलि अलि इन्डिपेन्डेन्ट पनि यो राखेर चाहिँ एउटा यो परिषद चाहिँ नि एउटा बनाउने कि भनेर प्रस्ताव भएको छ। त्यसपछि चाहिँ नि अर्को चाहिँ नि तपाईँको यो एआई केन्द्र अहिले मैले पनि भनेको थिएँ, अलिकति यो जस्तो यो कसैलाई त फेरि यो अलिकति कोअर्डिनेटिङ होइन अलिकति यो मुख्य जिम्मेवारी पनि तोक्नुपर्छ राज्यले, किनभने यो जस्तो गर्ने भने चाहिँ प्राइभेट सेक्टरसँग पनि उनीहरूलाई सहजीकरण गर्नुपर्ने हुनसक्छ, अलिक ड्राइभ गर्नुपर्ने हुनसक्छ होइन। अनि त्यो त्यो हिसाबले चाहिँ नि यो चाहिँ नि राष्ट्रिय एआई केन्द्र एउटा एआई सेन्टर्सलाई चाहिँ नि जिम्मा दिने, उसले चाहिँ नि अब सुरुमा अलिकति यो मेन चाहिँ लिट्रेसीका पार्टहरू काम गर्नुपर्ने हुनसक्छ, अलि अप स्किलिङ रिस्किलिङ इभन गभर्मेन्टमा पनि चाहिन्छ। यो हामीले चाहिँ नि एक्सलेन्स सेन्टरको पनि छ यहाँ अहिले तल आउँछ होइन। एक्सलेन्स सेन्टर चाहिँ नि अब यो युनिभर्सिटिज अनि अर्को रिसर्च इन्स्टिट्युसनहरूले चाहिँ नि होइन बनाउन सक्छ भनेर भनेका छौँ। अब भनेपछि उनीहरूसँग नि कोअर्डिनेसन गर्नु पर्यो। त्यो हिसाबले नेसनल एआई इन्डेक्स बनाउने पनि काम उसलाई दिने दिने हिसाबले चाहिँ नि र ओभरअल कोअर्डिनेसन गर्ने अब एउटा चाहिँ एउटा फोकल एजेन्सीको रूपमा नेसनल इन्टरनेसनल लेभलमा चाहिँ नि यो एआई सम्बन्धी चाहिँ नि यो एउटा चाहिँ फोकल एजेन्सीको रूपमा काम गर्नलाई जस्तो जस्तो एक्जाम्पलको लागि अस्ति चाहिँ त्यो मैले अहिले भने नि त्यो अस्ति 93वटा देशले चाहिँ नि आफ्नो देशमा के भइरहेछ भनेर एउटा कार्यक्रम गर्यो नि त होइन। त्यसमा चाहिँ अब भोलि एआई सेन्टर भयो भने चाहिँ उसले चाहिँ सबैको भोइस लिएर चाहिँ गएर एउटा भन्न सक्छ, एउटा पार्टिसिपेट गर्न सक्छ, एउटा इन्टरनेसनल उसमा पनि राख्न सक्छ। त्यो हिसाबले चाहिँ एउटा चाहिन्छ भन्ने हिसाबले चाहिँ नि
एउटा प्रस्ताव चाहिँ गरेको छ। अर्को होइन मैले भने यो एआई एक्सलेन्स सेन्टर चाहिँ अलिकति रिसर्च गर्ने, अलिकति यो फिल्डमै प्रादेशिक स्तरकै विश्वविद्यालयहरूमा पनि राख्ने, र अब अरू इन्डिपेन्डेन्ट रिसर्च इन्स्टिट्युसनले नि राख्न सक्ने गरी चाहिँ यो प्रस्ताव गरिएको छ। र अरू चाहिँ नि यो मैले थप यसमा भन्नुपर्ने विषयवस्तु चाहिँ नि के हो भन्दाखेरि यो यसको कार्ययोजना चाहिँ यो नीतिमा राखिएको छ। यसको कार्य अहिले पनि भनेको थिएँ, जस्तो यो सबैले गर्ने हो, तर अब यो सबै सेक्टरल मिनिस्ट्रिजहरूको रोल हुन्छ यसमा। यो चाहिँ यो एउटा चाहिँ नि एउटा गाइडिङ पोलिसी हो होइन, यो मसिटले गर्ने। यसको फाउन्डेसन पार्टमा चाहिँ जस्तो एआईको फाउन्डेसन बनाउनेमा चाहिँ नि र अलि डिजिटल फाउन्डेसनमा चाहिँ मसिटको मोर रोल हुन्छ होइन। अब कति कुरा चाहिँ जस्तो यो अवेरनेस लिट्रेसीमा अब शिक्षा मन्त्रालयको रोल होला होइन। अब जस्तो हुन्छ नि, जस्तो अब एजुकेसन पार्टमा शिक्षा मन्त्रालयले लिड गर्नुपर्ने हुन्छ, अनि स्वास्थ्यको कुरामा स्वास्थ्य मन्त्रालयले लिड गर्नुपर्ने हुन्छ, यातायातको कुरामा चाहिँ नि यातायात मन्त्रालय हरूले अब त्यो सम्बन्धित निकायले गर्नुपर्ने हुन्छ होइन। अब यो चाहिँ नि यो उहाँहरूले कार्ययोजना बनाएर अनि यो चाहिँ नि आफ्नो गाइडलाइन्सहरू बनाएर चाहिँ पछि गर्नुहुन्छ भने। र मैले अब यो आफूले पनि यो एकाङ्की धेरै बोलिरहनुभन्दा बरु चाहिँ छलफल गर्न ठिक हुन्छ भन्दै मैले अहिले चाहिँ नि यो मैले अहिले टुङ्गाएँ मेरो यो सानो यो वार्मअप भनौँ न, प्रस्तुति भन्दा पनि होइन, यसलाई गरेँ र धन्यवाद अरू छलफल नारायण गर्नु सर। भने हजुर। यो नियमन परिषदमा नि एकपटक नियमन परिषदको हामी हेरौँ त हाम्रो मेम्बरहरू ग्रुपहरू को हुनुहुन्छ भन्नेमा छ यसमा। हजुर, यो नियमन परिषदको चाहिँ मैले यहाँले यो स्लाइडमा उ भएर हो छैन। ओके, यसमा एउटा हजुरको फिडब्याक भन्नु न। यसमा चाहिँ के कुरा आएको छ भने अलिकति सिभिल सर्भेन्ट्सहरू जो चाहिँ अब हुनुहुन्छ उहाँको कति कुराहरू चाहिँ एक्स अफिसियो नै छ, पदेन त्यो जरुरी पनि छ। तर यसमा जस्तै एकाडेमिक्सहरू होइन अरूको र अरूहरूको प्रोफेसनल्सहरूको चाहिँ अलिकति कम रिप्रेजेन्टेसन भएको हो कि, किनभने यसमा जुन चाहिँ अब सिभिल सर्भेन्ट्सहरू मिनिस्टर अध्यक्षदेखि लिएर उहाँहरू हुनुहुन्छ, त्यस कारण त्यसमा छ कि भने त्यस्तो के प्रकारको सुझाव आएको छ, त्यसमा केही प्रकारले अगाडि बढ्ने कुराहरू सोचिरहनु भएको छ? आएको छ हजुर। यो यसमा चाहिँ यस्तो हो, सिभिल सर्भेन्ट चाहिँ यस्तो भयो, अब हाम्रो मन्त्रीज्यूले त लिड गर्नै पर्यो होइन। अनि त्यसमा अब एउटा गभर्नर चाहिँ नि अब राष्ट्र ब्याङ्क पनि एउटा अब किन भोलि चाहिँ अब पेमेन्ट्सदेखि लिएर सबैको कुरा आउँछ, त्यही भएर भोलि चाहिँ त्यो धेरै कुरा गर्नुपर्ने, त्यही भएर राखियो। त्यसपछि अब सञ्चार मन्त्रालय चाहिहाल्यो, अब पिएम अफिस चाहिँ नि कोअर्डिनेसन चाहियो, त्यही भएर यहाँ राखेको अरू ब्युरोक्रेटिक स्ट्रक्चरमा चाहिँ सहज नै भनेर राखिएको छ। अब अर्को हजुरले भने जस्तो यो तपाईँको यो हामीले चाहिँ निजी क्षेत्रको चाहिँ नि हामीले विषय विज्ञ के जस्तो विषय विज्ञ नै भनेर त्यहाँ राख्नु खोजेको छौँ कि, जस्तो यो जस्तो अरूभन्दा पनि यो विषय सम्बन्धित विज्ञ नै निजी क्षेत्रको पनि एउटा रिप्रेजेन्टेटिभ राख्ने। त्यसपछि चाहिँ नि यो अर्को चाहिँ नि तपाईँको एकाडेमिक इन्स्टिट्युसनको चाहिँ नि प्रतिनिधि पनि त्यहाँ इन्भल्भ गराउने होइन। र यो अलिकति यो एआईकै एक्सपर्टहरू चाहिँ दुई तिनजना चाहिँ त्यहाँ राखेर चाहिँ नि एउटा नियुक्त गरेर त्यहाँ राख्ने भनेर चाहिँ बनाएको छौँ हजुर। उहाँहरूको पनि फिडब्याक चाहिँ नि के थियो भने अस्ति चाहिँ हामीले त्यो अलि विषय विज्ञ राख्नु पर्यो भन्ने थियो, अलि त्यो मिसिङ रहेछ। त्यही भएर जस्तो एआई भनेपछि एआई एक्सपर्टहरू नै राख्नु पर्यो नि त भन्ने हिसाबले चाहिँ आएको थियो, थोरै फिडब्याक आएको थियो हजुर। एआईमा पनि अब सेक्टरल एक्सपर्ट्सहरू हुने भएर होइन। अब हाम्रो सुरुमा भनौँ न हामीले टेक्नोलोजी भनेपछि ब्रड इन्कम्पासिङ हुन्थ्यो, तर एज वी वेन्ट फर्दर स्पेसिफाई भएपछि जस्तै एउटा हाम्रो लिगल प्रोफेसनको साथीहरूले पनि कुरा के गर्नुभएको थियो भने हाम्रो इन्टेलेक्चुअल प्रपर्टीहरूदेखि लिएर सबै भइरहेछ। त्यस कारण यसमा पोलिसीमा पनि के कुरा हुनुपर्छ, यो पोलिसी बनाउने यसलाई हेर्ने कुराहरूमा हाम्रो लिगल फिल्डको पनि बार एसोसिएसनको पनि के कुरा आउनुपर्छ भन्ने कुराहरू साथीहरूले गर्नुभएको थियो। त्यही भएर मैले यसलाई चाहिँ कसरी अझै इन्क्लुसिभ बनाएर फेरि अब धेरै टु मेनी कुक स्पोइल द ब्रथ पनि हुनु भएन। यो प्रोफेसर झा यसमा व्हाट डु यु थिंक वुड बी अ बेटर यो नियमन यस्तोमा कुन प्रकारको प्रपोजल हुन्छ होला, के हुन्छ होला फ्रम बेस्ड अन योर एक्सपिरियन्स एन्ड ग्लोबल अन्डरस्ट्यान्डिङ? Simonji, thank you so much for raising me, and Narenji, namaste. So, namaste, sir. I hope, am I audible? I am audible. हजुर, म
लगभग स्टार्टिङदेखि नै म यो एआई पोलिसीमा चाहिँ एज एन एक्सपर्ट आई एम इन्भल्भ एन्ड आई रियली एप्रिसिएट. Firstly, I must thank government of Nepal for giving me this opportunity to be a part of this the policy. And except yesterday, Narayan sir, I think I have attended all of them. यहाँनिर अहिले ongoing discussion मा चाहिँ दुईटा चिज छ. मैले यो जुन सिमनजीले उठाउनु भएको कुरा छ त्यसमा चाहिँ एज एन एआई एक्सपर्ट त्यो त छँदैछ बाहिरबाट विज्ञ, बट इन द कोर कमिटी आई थिङ्क तीनजनाको हामीले चाहिँ उ गरेका थियौँ जस्तो लाग्छ नारायण सर, होइन? तीनजना चाहिँ प्राज्ञिक क्षेत्रबाट अथवा कुनै त्यस्तो खालको चाहिँ हामीले लास्ट टु लास्ट मिटिङमा चाहिँ फिक्स गरेका थियौँ जस्तो मलाई लाग्छ. सो दे सुड बी इन्कर्पोरेट भन्ने मेरो पनि बुझाइ छ. एन्ड कोर एकाडेमिक्स, त्यस पछाडि इन्डस्ट्री एन्ड एज अ होल एउटा बास्केट चाहिँ एआई एक्सपर्टको त्यहाँनिर चाहिँ मिसिङ छ भनेर हामीले दुईवटा मिटिङ अगाडि चाहिँ कुरा गरेका थियौँ. आई थिङ्क इट हेज बिन इन्कर्पोरेटेड. अनि सेकेन्ड चिजमा चाहिँ बिफोर आई स्टार्ट माई प्रेजेन्टेसन, अघि लास्टमा हाम्रो सरले जुन कुरा उठाउनु भएको छ त्यसमा के छ भन्दाखेरि सी एआई इज अल अबाउट डेटा. सो अब यो सरकारी उसमा त म त्यति विज्ञ छैन. इफ आई एम नट करेक्ट प्लिज करेक्ट मी है. मैले के बुझ्छु भन्दाखेरि इट्स अल अबाउट डेटा वेयर एभर इट कम्स फ्रम. अब त्यसलाई पार्सियल, फुल अथवा फुल्ली अब्जर्भेबल, पार्सियली अब्जर्भेबल जस्तो भने पनि इट्स अल डेटा है. सो वी निड टु क्रिएट अ डेटा वेयर हाउस. र त्यो डेटा वेयर हाउसमा चाहिँ एउटा कमन एआई इन्टेलिजेन्स सिस्टम चाहिँ हामीले इम्पोज गर्नुपर्छ या हामीले अप्लाई गर्नुपर्छ भन्ने कुरा हो. त्यो कुरा गरिदिँदै गर्दाखेरि चाहिँ जुन अघि लास्टमा कुरा भयो नि, जस्तो शिक्षामा चाहिँ शिक्षा मन्त्रालयले हेरिदिने, अनि त्यस पछाडि चाहिँ हुनसक्छ त्यो भोलि गएर ट्रेडिङको कुराहरू आउँछ त्यहाँ. सो ट्रेडिङको कुरामा चाहिँ कुनै एक्स डिपार्टमेन्टले हेर्ने अथवा डेटाकै चाहिँ एउटा छुट्टै डिपार्टमेन्ट छ, सो त्यसले त्यो हेर्ने. अनि अपार्ट फ्रम द्याट देयर आर अदर एस्पेक्ट्स. सो एउटा डेटा वेयर हाउस माथि चाहिँ डिफ्रेन्ट अर्गनाइजेसन्स अथवा विभागले त्यसलाई चाहिँ भनौँ न त्यसलाई हेरिदिँदाखेरि या त्यसलाई मोनिटरिङ अथवा काइन्ड अफ एसेसमेन्टहरू गरिदिँदाखेरि चाहिँ कता कता यो पोलिसीले चाहिँ आई मिन हामीले जुन सठिक तरिकाले यो पोलिसी गरेका छौँ भोलि यसलाई गरेर चाहिँ कतै कतै ऊ हुने हो कि भन्ने मलाई मेरो सोचाइ हो सर. नारायण सरले त्यसलाई बढी क्लारिफाई गरिदिनु होला. किनभने what I mean to say is a single data warehouse, जसले पनि डेटा के अरे एआई इकोसिस्टम एआई इकोसिस्टम्स भनिरहेछन्. what I suggest is a common data warehouse policy is already there and a common department that can handle all these aspects of data. So अब भोलि गएर के हुन्छ भन्दाखेरि एआई itself is a transformative technology. आजको कन्टेक्स्टमा हामीले जुन एआई नीतिहरू बनाएको छौँ इट्स वन्डरफुल, नो डाउट. there are lots of works that have been done and I think अबको आएर यो जुन मैले अघि हेरेँ यो हिसाबले त इट इज कम्प्लिटली गोइङ टु म्याप विथ आवर लोकल इस्युज. अब छोटा मोटा कुराहरू भन्ने त छँदैछ, तर इट्स अ ट्रान्सफर्मेटिभ टेक्नोलोजी. र हुनसक्छ म त 2-3 वर्ष पनि भन्दिनँ, अबको 6 months पछि अहिलेका कतिपय नीतिहरू चाहिँ वी मे हेभ टु चेन्ज इट और वी मे हेभ टु मोडिफाई इट. फर इक्जाम्पल अब रिसेन्टली भएको कुराहरू भन्ने हो भने चाहिँ अब डिप फेककै कुरा गऱ्यो भने भोलि त्यसको अर्को भर्जन आउला, त्यसको अर्को अट्याक होला और अदर काइन्ड अफ डिजास्टर भनौँ न, म त डिजास्टरै भन्छु. सो त्यो आयो भने त त्यो हिसाबले पनि यसलाई परिमार्जित गर्दै जानुपर्ने हुन्छ. त्यस्ता खालका परिमार्जित गर्ने कुरा जब आउँछ अनि त्यति बेला सम्बन्धित डिफ्रेन्ट डिपार्टमेन्टले त्यसलाई चाहिँ कसरी हेर्ने, उनीहरूको आफ्नै त्यहाँनिर चाहिँ इनपुट्स होला र त्यो सबैलाई इनपुट्सलाई हामीले त्यसलाई चाहिँ क्युमुलेट गरेर लिएर जाँदाखेरि चाहिँ इट मे टेक लङ टाइम. सो त्यसलाई चाहिँ अलिकति सहज गरिदिने हो भने चाहिँ लेट अस मेक इट इन अ वान बास्केट वेयर data warehouse is also there, data ecosystem is also there. Concerned, the same department will be leading the entire AI intelligence systems and its all aspects that are happening in our country. So that is my suggestions. किन भन्दाखेरि जस्तो मैले अनुभव गरेको चाहिँ अब अहिले इमिडिएटली अब एजुकेसनको म आफै एकाडेमिक्समा भएको भएर एकाडेमिक्सको एउटा पर्सपेक्टिभ हुन्छ, उसले एउटा चिज यसमा हाल्छ, हामी हालेको छौँ, त्यसमा एउटा इस्यु आउँछ. जस्तो इन्टेलेक्चुअल प्रपर्टीको कुरा आयो, अहिले प्ल्यागरिजमको कुराहरू चाहिँ म एकदम सचेत भएको छु. अब सिमनजीले बुझ्नुहुन्छ साइटेसन्सको कुराहरू छ. पिपल आर युजिङ एआई टु क्रिएट देयर सेल्फ साइटेसन्स. दे आर युजिङ एआई टु क्रिएट देयर ओन मोडल. They are creating AI generated contents and putting into the research papers. So anti-AI tools are required now, which is already there, AI detection tools and the
आई अथेन्टिकेट भन्ने कुरा टुल्सहरू चाहिँ युज भइरहेछ एकाडेमिक्समा। लाइकवाइज अरू ठाउँमा पनि अरू फिल्डमा पनि त्यही अनुसारका टुल्सहरू पनि आउँछन्, डेफिनेटली आउँछन् त्यो होइन। जस्तो साइबर सेक्युरिटीको कुरा आउँछ, सोसियल मिडिया कन्टेन्टलाई चाहिँ कसरी म्यानेज गर्ने, कसरी त्यसमा चाहिँ त्यसलाई चाहिँ कन्साइज वेमा लिएर जाने भन्ने कुराहरू आउँछ। सो भोलि गएर चाहिँ अब सबैलाई सोल रेस्पोन्सिबिलिटी दिँदै जाने हो भने इट विल गेट डिसेन्ट्रलाइज बाइफर्केटेड होला जस्तो मलाई लाग्छ। सो यतातिर चाहिँ अलिकति मेरो अलिक सिरियस थट चाहिँ छ सर। थ्याङ्क यू। यसमा मैले क्विक फलोअप गरौँ है प्रोफेसर। यसमा यो डेटा वेयर हाउसिङ मैले फ्रम व्हाट आई अन्डरस्ट्यान्डिङ यु अलमोस्ट इन्भिजनिङ दिस टु बी अ national priority, tied with the national security, economics, the whole thing. And यसको फाइनेन्सिङहरू चाहिँ कसले गर्छ त? Is it a partnership? That is not there in the this one. This is a policy, sir. So once this policy has been approved, then we will go for execution in terms of niyam and all your rules and regulations, man. So त्यहाँनिर चाहिँ यो कुराहरू चाहिँ it will be addressed. Okay. सर मैले थोरै हजुर अब यो यस्तो छ सर, यो यसमा चाहिँ यो पोलिसी आफैले फेरि समग्र सबै कुरा बताउँदैन क्या। त्यही भएर जस्तो हामीले यहाँ तपाईँको अलि डाटाको कुरा पनि गरिरहेको छौँ होइन। जस्तो नेसनल एआई पोर्टल बनाउनु पर्छ भने पनि त्यो एउटा त्यो सबै त्यो तपाईँ एक ठाउँमा चाहिँ यो पोर्टल्समा चाहिँ डेटाहरू सेटहरू चाहिँ लिएर आउनलाई हो। अब डाटा वेयर हाउसको कुरामा चाहिँ यहाँबाट हाम्रो अर्कै यो तपाईँको डाटा को चाहिँ अलि हामीले छोएको छौँ। जस्तो हाम्रो डाटा प्रोटेक्सन एक्ट, डाटा म्यानेजमेन्ट गर्ने चाहिँ एउटा तथ्याङ्क कार्यालयले आफैले पनि गर्छ होइन, डाटा एक्ट छ। त्यही भएर जस्तो डाटा एक्सचेन्जको चाहिँ प्लेटफर्म चाहिँ हाम्रो यो विद्युतीय सुशासन आयोगले गर्दैछ भनेपछि सबै यो पार्ट चाहिँ यो सबै कुरा यसमा नखुलाए पनि तपाईँको चाहिँ नि यो प्यारलली अरू उसले चाहिँ नि गाइड गर्छ। यो नीति, यो सम्पूर्ण नीति कुरा चाहिँ यही नीतिमा मात्रै नभएर अरू गभर्मेन्टको अरू नीतिहरू अनि अरू पोलिसीहरू छ नि हार्मोनाइज गर्ने कुरा हुन्छ होइन। जस्तो डाटा प्रोटेक्सन पोलिसी अहिले ल्याउँदै हुनुहुन्छ, त्यसमा चाहिँ उहाँहरूले धेरै कुराहरू राखिरहनु भएको छ डाटाको पार्टमा, डाटा प्रोटेक्सनको, सेक्युरिटीको, डाटा म्यानेजमेन्टको होइन, यस्ता कुरा त्यसमा आउँछ। त्यही भएर अलिकति चाहिँ हामीले डाटालाई चाहिँ नि अलिकति यो सेयरेबल फर्ममा चाहिन्छ होइन। कसरी यसको सेक्युरिटी कसरी गर्ने, यसको कसरी चाहिँ नि भण्डारण गर्ने होइन, यसको चाहिँ कलेक्सन कसरी गर्ने कुरा चाहिँ हामीले लेखेका छौँ नि त यहाँ। भनेपछि यसलाई गाइड गरेर अब हजुरले भने जस्तो यो सबै एउटैले चाहिँ नि त कतिको प्र्याक्टिकल होला, तर तपाईँको त्यो हरेक डिफ्रेन्ट डाटा सेट्स पनि, डाटा मार्टहरू पनि डिफ्रेन्ट ठाउँमा भएर चाहिँ नि अनि एक ठाउँमा ल्याउन चाहिँ पछि यो केन्द्रले नै रोल खेल्न चाहिँ सक्छ। भनेपछि त्यो पछि उसले त्यसको कार्ययोजना बनाउँछ क्या। तपाईँ जस्तो त्यो सबै एउटामा होइन, पछि चाहिँ लिएर आएर चाहिँ डाटा सेट चाहिँ नि प्रयोग गर्न सक्ने हिसाबमा चाहिँ पछि चाहिँ ल्याउनुपर्छ। त्यसमा एग्रिड नै हो। त्यही भएर यो केन्द्रलाई चाहिँ नि अलिकति यो पोर्टल्सहरू बनाउने अनि यो डाटा समन्वय गर्ने यो हाम्रो अलिकति कुरा चाहिँ फेरि उसमा नै आउँछ। यो प्रादेशिक यो एक्सेलेन्स सेन्टरमा चाहिँ त्यही भएर यो युनिभर्सिटिजहरूलाई नै रोल दिएको, किनभने अब यो हाम्रो काठमाडौँमा त होला धेरै इन्स्टिट्युसन्सहरू छन् होइन, प्राइभेट सेक्टर पनि छ, तर वाट एबाउट प्रोभिन्समा त त्यति क्षमता छैन नि। जस्तो तपाईँको चाहिँ नि नभए भएर कम्तीमा हामीसँग एकाडेमिक इन्स्टिट्युसन 7 प्रदेशमा 7वटा चाहिँ नि होइन विश्वविद्यालयको कुनै यो आइटीको चाहिँ एउटा भयो भने त उनीहरूले केही डाटाको यो काम चाहिँ जिम्मा लिएर चाहिँ गर्न सक्छ भन्ने हिसाबले नि हामीले यो थिङ्किङ गरे हो क्या। किनभने अब प्राइभेट सेक्टर पनि आजको भोलि नै तपाईँको चाहिँ नि भोलि यो सुदूरपश्चिममा त सम्भव छ त होइन भन्ने हिसाबले नि जब यो अलिकति रोल चाहिँ नि तपाईँको डाटाको डाटा वेयर हाउस अथवा यो डाटा कलेक्सनको पार्ट, डाटा प्रोसेसिङको पार्ट, मोडलिङको पार्टहरू गर्नलाई चाहिँ नि होइन यो चाहिँ नि युनिभर्सिटिजहरूलाई नि अलिकति अगाडि बढाउनुपर्छ भन्ने हिसाबले हामीले त्यो राखेको हो होइन, सबै सेक्टरलाई देशभरिकोलाई हेरेर। हजुरले भनेको एग्रिड नै हो। अब यो पोलिसीमा क्लियरली डाटा वेयर हाउसको कुरो नराखे पनि अब यसले चाहिँ नि इन्डिकेटिभ बोल्छ, तर अरू कुनै हाम्रो कानुनहरू अरू पोलिसीले चाहिँ त्यसलाई गाइड गरेर पछि चाहिँ नि डेटालाई चाहिँ ल्याउनु चाहिँ पर्छ। यो एड्रेस छ सर, नारायण सर। थ्याङ्क यू फर द मैले यसरी भने सर, मैले यसलाई जस्तो भोलि गएर चाहिँ 3 तहमा छ नि त। सो लोवर तहले चाहिँ उसँग चाहिँ उसले आफ्नो अधीनमा एउटा डेटा राखेको छ, लेटस चाहिँ फार्मिङकै एउटा कुनै डेटा सेट्स उसले चाहिँ आफूसँग राखेको छ। अनि म एज अ सेन्ट्रल युनिभर्सिटी मैले चाहिँ त्यसलाई एक्सेस गर्न खोजेँ भने उसलाई चाहिँ मैले अब अप्रोच गर्नु पर्यो। त्यहाँबाट त्यसको अब माथिको 2टा तह होला, त्यो एउटा हायर र्याङ्की हुँदै जाने भयो होइन। सो त्यो चिजले भोलि गएर कतिको कम्प्लेक्सिटी ल्याउँछ भन्ने मलाई डर मात्रै हो। अदरवाइज यो नीतिले त त्यो कुरा एआई एक्सेलेन्स त्यसमा त धेरै
धेरै काम गर्न बाँकी हुन्छ सर। जस्तो पोलिसीले यहाँ हो भनेको छ नि, जस्तो हजुरकै सम्बोधन गर्नलाई अलिकति यो इजी एक्सेस चाहिँ गर्नुपर्छ भनेको छ नि, होइन सहज पहुँच बनाउनु पर्यो भने भनेको त्यही हो नि। जस्तो त इजियर हो एक्सेस चाहिँ डाटामा चाहिँ पराउनु पर्यो सबैलाई गर्न भन्ने सक्नु। हिसाबमा छ। तर अब त्यसलाई चाहिँ हाम्रो अरू गाइडलाइनहरू, हाम्रो कानुनहरू, होइन अब यो यसको फलोअप चाहिँ नि अरू हाम्रो चाहिँ नि यो राइट। रेगुलेटरी पार्टनरले चाहिँ नि हाम्रो डिफाइन गर्नुपर्छ क्या, त्यसलाई चाहिँ अलिक सहज बनाउनुपर्छ। यो अलि पछि गएर त्यसमा चाहिँ त्यही रुल्समा गएर हजुर जाने भयो कुरा। हजुर हजुर। हस्, म यो टाइममा एउटा क्विक हाम्रो अडियन्सबाट पनि एउटा क्वेसन आएको छ। यो पोल एउटा क्विकली सेयर गर्न चाहन्छु, कुन प्रकारको हाम्रो अडियन्स हुनुहुन्छ भनेर। त्यसपछि आएको हाम्रो एउटा सरले क्वेसन गर्नुभएको छ, म हाम्रो नारायण सरलाई त्यसको एन्सर गराउँछु। एउटा अहिलेको पोल पोल उसमा देखिएको छ, यसमा आएको छ पोल छैन है? एउटा देखियो सर, यो के यो मेरो आइरहेछ लागि क्वेसन हो कि के हो यो? होइन, यो आइरहेछ पोल 1 एआई पोलिसी ओ क्वेसन नम्बर 1। ओ यसमा यो पोलमा कृपया सबैले यसमा एन्सर गरिदिउँ न। यसले गर्दाखेरि हामी कुन प्रकारको अडियन्सको मेकअप छौँ को र कुन के इन्ट्रेस्ट हुन्छ भन्ने। उनलाई त कतिजना साथीहरूले ड्रप अफ पनि गरिसक्नु भएको छ। यो पोल अर्को 5 सेकेन्ड अन, त्यसपछि ओके, यहाँ खास रेस्पोन्स आएको छैन। म सबैजनालाई हाम्रो लाई रिक्वेस्ट गर्न चाहन्छु, यसमा यो क्विक पोलमा के ब्याकग्राउन्ड हो भन्ने थाहा पाउनुमा भाग लिनु होला। ओके, हस्, म यो पोल गरेँ। यसको रिजल्ट चाहिँ अहिले एकाडेमिया र रिसर्च र सिभिल सोसाइटी र एडभोकेसीको छ। हाम्रो जम्मा एकदम कमन व्यक्तिहरूले मात्रै यसमा भाग लिनुभयो। यो पर्ह्याप्स यो सुरुमै अनाउन्स गरेर गरेको अझ प्रभावकारी हुन्थ्यो होला। सो विल डु द्याट फर द नेक्स्ट टाइम। हस्, थ्याङ्क यू। एउटा क्वेसन हाम्रो प्रकाश कण्डेलज्यूले भन्नुभएको छ कि यो हजुर। पोलिसीले बिजनेसहरूलाई कसरी सरलीकरण गर्न सक्छ, सहजीकरण गर्न सक्छ एआई एन्टरप्रेनर्सहरूलाई, र यसको what are the potential downside also भनेको छ। म यो नारायण सरलाई रिक्वेस्ट गर्न चाहे, हाउ डज दिस पोलिसी simplify business for AI entrepreneurs and what are the potential downsides? अब यसमा चाहिँ नि यस्तो छ, यो मैले अहिले थोरै नै राखेको थिएँ। यो यसले चाहिँ नि यो बिजनेस एन्टरप्रेनरहरू, होइन स्टार्टअप्सहरूलाई चाहिँ नि यो अलिकति यो प्रायोरिटाइज नै गरेको छ, होइन। जस्तो हामीले चाहिँ नि यो अलिकति उहाँहरूलाई चाहिँ अगाडि बढ्नुपर्छ, सहुलियतका कुराहरू, सुविधाहरू दिने कुराहरू, होइन। किनभने कति चाहिँ नि अहिले पनि हामीसँग छ नि त स्टार्टअप्सहरू त तपाईँको यो तपाईँको तपाईँको एमएलमा काम गर्ने, होइन कति चाहिँ नि स्टार्टअप्सहरू छ नि त अहिले नेपालमा, होइन अगाडिदेखि नै हो नि त। अब अब अरू पनि ग्रो हुँदै जानुहुन्छ, होइन। अब यो एआईको सेक्टर्सहरू धेरै छ। अब तपाईँको यो हामीले चाहिँ नि कसरी उहाँहरूलाई चाहिँ अलिकति अगाडि बढाउने, यसले चाहिँ किन कति इन्सेन्टिभाइज गरेर चाहिँ थप यो जनशक्तिको चाहिँ खपत गर्नेदेखि लिएर उहाँहरूको चाहिँ इन्डस्ट्रीलाई चाहिँ ग्रोथ गर्न चाहिँ यसले यो धेरै प्रायोरिटाइज गरेकै छ। जस्तो अलिकति इन्स्ट्रुमेन्ट्सहरू पनि यो अस्ति अहिले कुरा चलेको थियो क्या, एउटा यो तपाईँको के यो कर्पस फन्ड हुँदो रहेछ क्या, एउटा कर्पस फन्ड हुँदो रहेछ बाहिरतिर, होइन। यो कर्पोरेट फन्ड भने जस्तो विभिन्न चाहिँ नि यो सबैको चाहिँ नि एउटा चाहिँ फन्ड चाहिँ सबैले योगदान गरेर यो एउटा कर्पस फन्ड जस्तो बनाएर चाहिँ सबैलाई सहयोग गर्ने, होइन। अर्को यो सिड मनी जस्तो दिने पनि हुँदो रहेछ भने चाहिँ यस्तो पनि छलफल चलिरहेको थियो भने चाहिँ यस्तोले भोलि चाहिँ नि यो नयाँ चाहिँ नि अलिकति यो स्टार्टअप्सहरूलाई चाहिँ ग्रो गर्न, किन नेपालमा अब अलिकति सुरुमा त हामीले स्टार्टअप्सलाई नै फोकस गर्ने हो जस्तो लाग्छ। भोलिको दिनमा अलिकति ठुला जाइन्टहरूलाई चाहिँ ल्याउन सक्यो भने अर्को कुरा भने चाहिँ यो अलिकति फाइदै हुन्छ भन्ने चाहिँ बुझाइ हो। अब यसको डाउन साइड, पोलिसीको डाउन साइड त त्यस्तो त के होला र, होइन। तपाईँको हुन त हामीले अब आइसिटी पोलिसी ल्याइयो धेरै अगाडि, होइन। अब होला कति सबै त्यो पोलिसी इम्प्लिमेन्ट भएन होला, तर त्यसले इम्प्याक्ट नै त गरेको छ जस्तो त मलाई लाग्दैन, होइन। त्यही भएर पोलिसीले चाहिँ नि केही न केही हदसम्म चाहिँ नि सपोर्ट नै गर्छ जस्तो मलाई लाग्छ।
अब यो पोलिसीको कारणले चाहिँ नि तपाईँको एकदम कसैलाई चाहिँ नि भोलिको दिनमा समस्यै पर्यो भने त रिभ्यू गर्ने अप्सन पनि त छ नि त, किन राज्यले त रिभ्यू नै गर्न सक्छ नि त होइन। तर त्यस्तो चाहिँ नि मैले यो पोलिसीकै कारणले चाहिँ नि समस्या आउँछ जस्तो चाहिँ लाग्दैन। अलिकति कानुन बन्दाखेरि चाहिँ नि यो रेगुलेसनको पार्टमा पछि छलफल थप बनाउँदा होला। अब रेगुलेसनको पार्टमा चाहिँ कस्तो रेगुलेट गर्ने, के गर्ने भन्ने कुरामा चाहिँ कानुन बन्दाखेरि थप छलफल, बृहत छलफल गरेर होइन अलिकति यो फेसिलिटेटिभ टाइपमा चाहिँ नि अब रेगुलेसनका पनि विभिन्न डाइमेन्सन हुन्छन् होइन। त्यस्तो ल्याउँदाखेरि चाहिँ नि कुरा आउला, तर नीतिले नै चाहिँ त्यति समस्या पार्छ जस्तो त मलाई लाग्दैन। हजुर, यो कर्पस फन्डहरू जस्तै इन्फ्रास्ट्रक्चर इन्डियाले पनि अस्ति कति 10,300 कति यस्तै करोडको हजुर एउटा इस्टाब्लिस गरेको छ। त्यस्तो डिफ्रेन्ट उहरूमा छ। अभियसली त्यसमा नि पब्लिक पार्टनरसिपहरू हुनुपर्छ। एउटा चाहिँ प्रोटेक्सन, अभियसली बिजनेसले जहिले पनि लाइन पोस्ट गर्छ होइन। बिजनेसले भनेकै इनोभेसन र मोस्ट अफ द इनोभेसन्स कम्स फ्रम स्मल र सेल्फ इनिसिएटिभ लिएको मान्छेहरूले, बिग कर्पोरेसनहरूको अलिकति टाइम लाग्छ। र यो सिचुएसनमा यो पोलिसीले चाहिँ उहाँहरूलाई पनि प्रोटेक्ट गर्नु पर्यो, अगाडिपट्टि जानु भएन भन्ने चाहिँ। सो दिस इज डाउन द रोड। एउटा कुरा मैले के राम्रो थोरै चाहिँ सर मैले थोरै बिर्सेछु होइन। एउटा चाहिँ हामीले यो अस्ति ड्राफ्टमा पनि थियो कि सर, त्यो धेरै फिडब्याक आएर लोकल हाम्रो सबै एकाडेमिसियन र अनि अब स्टार्टअप्सहरूबाट नि एउटा रिक्वेस्ट आएर चाहिँ हामीले एउटा टर्म नै राखेका छौँ क्या। अब त्यो के राख्यौँ भन्दाखेरि हामीले यो सबै चाहिँ नि यो स्वदेशी कम्पनीहरूको उत्पादित वस्तु र सेवा चाहिँ एआई सम्बन्धी त्यसलाई चाहिँ प्राथमिकता दिनुपर्छ भनेर लेखेका छौँ क्या यसमा। भनेपछि त्यसले चाहिँ अलिकति हाम्रो लोकल स्टार्टअप्सहरूलाई चाहिँ अलिक बेनिफिट हुन्छ कि भन्ने चाहिँ लागेको छ क्या हामीलाई। हस्, धन्यवाद प्रोफेसर। यसमा मैले अलिकति इन्टरफियर गरौँ। नारायण सरले उसमा कन्टिन्यू गर्दा देयर इज अ वर्ड कल्ड एआई इन्डेक्स, र त्यहाँभित्र एआई मेट्रिक सिस्टम। सो त्यसले काइन्ड अफ स्टार्टअपलाई मोटिभेट पनि गर्ने हो। त्यसले भोलि गएर चाहिँ त्यसभित्र हामीले कस्तो अलिकति सरले जस्तो एबिलिटीको कुरा गर्नु पर्यो। त्यहाँनिर चाहिँ फेयर एन्ड कम्पिटिसनको छ। हामीले त्यसको मेन अब्जेक्टिभ के छ भन्दाखेरि भोलि एआई बेस्ड स्टार्टअप्स अथवा आइटीबाट चाहिँ एआईमा ट्रान्सफर्म गर्दाखेरि चाहिँ कसरी जान्छ, किनभने अब फन्डिङको कुरा भइ नै आयो, रिसर्च एन्ड कोलाबोरेसन छँदैछ। आई थिङ्क त्यो एउटा इन्डेक्स सिस्टमले पनि बिजनेस इन्टेलिजेन्सलाई मोटिभेट गर्छ त्यहाँनिर। सो त्यो डिटेल चाहिँ यही लेखिनमा छैन अहिले, बट द्याट इज त्यो अब्जेक्टिभ चाहिँ मिट गरेको छ त्यहाँनिर। So that will be reflected in the rules that is going to be designed or drafted soon after this. हस्, थ्याङ्क यू डक्टर साहबको स्वर अलिकति गार्बल्ड आइरहेको थियो। सो पर्ह्याप्स माइक्रोफोन अलिकति यो माइट ह्याभ चेन्ज द वे। यही विषयमा अब म फर्दर गर्दाखेरि ओभरअल एउटा म अलिकति लार्जर पोइन्टमा नारायण सरसँग जान खोज्ने। यो प्र्याक्टिस अभियसली मलाई थाहा भएको चाहिँ अलिक ओपन गरेर सबैको फिडब्याक लिएर पोलिसी एउटा ड्राफ्ट गरेर गरेको चाहिँ अलिकति नयाँ इनोभेटिभ नै कुरा जस्तो मलाई लाग्छ यस विषयमा। अनि त्यो भनेको के भनेको भने जुन चाहिँ मै जान्ने मै सुन्ने भन्ने जुन त्यो चलन होइन कि अहिले चाहिँ कोलाबोरेटिभ एफर्ट होइन, जसको जे राम्रो आइडिया छ त्यसलाई इन्कर्पोरेट गरौँ, त्यसलाई गरौँ भने त्यो ओपननेस देखाएकोमा राम्रो। अनि मैले त्यही सुरुमा सोद्धाखेरि यसो यो पिडिएफमा जुन आयो र जुन फन्टहरू युज भयो नि, त्यसले गर्दाखेरि हामीले किन यो मन्त्रालयबाट गुगल एउटा डक बनाएर त्यसलाई के भन्छ सेयर एक्सेस गरेर कपी एन्ड एडिट एक्सेस दिएर गरेको भए अझ बढी वाइड स्प्रेडहरूको हुनलाई त यु वान्ट टु स्ट्रिमलाइन त्यो एफर्ट्सहरू कसको थ्रुबाट आउनेहरू जस्तोहरू चाहिँ धेरै पनि गर्न भएन। तर एट द सेम टाइम त्यसो गरेको भए अझ एउटा चाहिँ सजिलो हुन्थ्यो कि जस्तो चाहिँ मैले सुरुमा द्याट वाज माई फर्स्ट थिङ। किनभने मैले गर्दाखेरि कतिवटा कुराहरू स्पेसली एकाडेमिकली अङ्ग्रेजीमा अहिले पनि मैले भने अङ्ग्रेजीमै पनि हुने भए भएर यु ट्राई टु कपी द्याट इन्टु युनिकोडमा गएर प्रिन्ट गरेर हेर्दाखेरि चाहिँ पर्ह्याप्स स्मल यो फर्मेटिङको कुरा हो, तर यसले पनि नेक्स्ट भर्जनमा चाहिँ त्यो सजेसन चाहिँ मेरो डेफिनेटली छ। मैले नारायण सरसँग के एउटा प्रश्न राख्न खोजेँ भने यो होल प्रोसेसको इफ यु क्यान टेल मी यो एक्सपिरियन्स राइट फ्रम द बिगिनिङ, हाम्रो पहिला कन्सेप्ट पेपरदेखि आएर अहिलेसम्म पनि आएकोमा ओभरअल एक्सपिरियन्स कसो भइरहेछ र कुन प्रकारको टिपिकली गभर्मेन्ट भन्ने बित्तिकै अलिकति नाकुम चलन
छ सम सेक्टर्समा होइन, द्याट्स एभिडेन्ट। तर त्यो हुँदा हुँदै पनि तपाईँहरूले गरेकोबाट यो इन्टरेक्सन र यसबाट चाहिँ आफ्नो जेनरल एक्सपिरियन्स कस्तो छ के भन्नुहुन्छ कि? ए हजुर हस् पहिलामा हजुरको फर्स्ट त्यो एउटा कन्सर्न थियो यो धेरै मैले अस्ति अगाडि एउटा प्यानलमा पनि थिएँ अनि यो विवेक राणा सरले चाहिँ नि उठाउनु भएको थियो कुरो होइन ए उहाँहरूको त्यो स्पेसल कन्सर्न थियो त्यसमा होइन अनि ठिक छ यसलाई चाहिँ हामीले अब अर्कोचोटिदेखि चाहिँ नि अब कम्तीमा एउटा सक्यो भने यो कुरा राखौँला जस्तो मिनिस्ट्रीमा मैले चाहिँ नि अर्को बेलामा चाहिँ यो अलि वर्ड भर्सन पनि राखिदिने चाहिँ एउटा चाहिँ नि ट्रेन्ड राख्न सकियो भने जस्तो पिडिएफ मात्रै होइन वर्डमा चाहिँ राख्न पनि सँगै राखिदियो भने चाहिँ अलिक हजुरहरूलाई त्यहाँ त्यसैमा कमेन्ट गर्न र पठाउन सजिलो हुन्छ जस्तो लाग्यो होइन मैले मेरो बुझाइ चाहिँ त्यो अलिकति मैले चाहिँ त्यसरी बुझेँ होइन अरू धेरै गर्न नसके पनि त्यो चाहिँ नि एउटा चाहिँ हामीले एउटा सुझावको रूपमा नै लिएका छौँ। अब दोस्रो पाटोमा चाहिँ मैले अहिले सुरुमा नि भने यो एकदमै यो जोर्नी चाहिँ नि एकदम अचम्मको के तपाईँको यो है म एउटा चाहिँ भन्नै पर्छ यो सुरुमा आजभन्दा 7-8 महिना अगाडि यो यो एआईको चाहिँ नि एउटा नीति बनाउने भनेर चाहिँ नि यो उसमा तपाईँहरू कन्फरेन्समा पनि जानुभएको थियो होला म चाहिँ गएको थिइनँ होइन यो शिक्षा मन्त्रालयले क्या एउटा त्यो नामीहरू मिलेर चाहिँ नि होइन एउटा कन्फरेन्स गरेको थियो होइन तपाईँहरू सबैलाई थाहा छ हामीलाई होइन त्यो अलि त्यो बेला चलेको थियो त्यो उहाँहरूले एउटा यो के टिम पनि बनाएको छु भनेर एक 6-7 महिना पनि चलेको थियो होइन अनि यो कुरा आयो मगा अनि मैले चाहिँ नि यो एआई सिआई भनेर आइसकेपछि ल एउटा गरौँ न त यो एआई चाहिँ नि एउटा गर्नुपर्छ रिसर्च गर्नुपर्छ हामी पनि अब म पनि फेरि अलिकति यो एकाडेमिक चाहिँ नि उसमा अलिअलि अगाडि लागेको अहिले चाहिँ अलि ब्रेक भएर बस्या मान्छे भएर अलिकति रिसर्च पनि गर्ने नि टाइपको अलिअलि सकेको गर्ने होइन अब मैले जापानमा पनि अब अलि रिसर्चको कामहरू गरेको भएर ल गरौँ न त साथीहरू छन् एक दुईवटा हाम्रो टिमहरू पनि अलिकति यङ इन्जिनियर्सहरू पनि भएको भएर ल गरौँ न त हामी गरी के जे सकिन्छ त्यो गर्ने होइन जति अब के हुँदो रहेछ भने सबै एकदम यो कम्प्लिट प्याकेज त तपाईँको कहिले पनि हुँदैन होइन सबै चाहिँ सुधार गर्दै जाने हो क्या यो हामी सिक्थ्यौँ क्या त्यो काइजन प्रिन्सिपल भनेर सिक्थ्यौँ होइन त्यो कन्टिन्युस इम्प्रुभमेन्ट भन्छ नि होइन त्यसमा जाने भएको भएर तपाईँको एउटा त्यो हजुरले अहिले भने जस्तै त्यसमा पनि केही ल्याकिङ त थियो तर पनि अब सीमित टाइममा हामीले आफै चाहिँ भित्रै आफै गरे हो क्या त्यो तपाईँको चाहिँ नि होइन त्यो सबै कुरालाई राखेर एउटा कन्सेप्ट पेपर ल्याइयो अनि वास्तवमा चाहिँ यो एआई पोलिसी ल्याएको बेला भन्दा नि कन्सेप्ट पेपर आउँदाखेरि चाहिँ नि यो प्राइभेट इन्डस्ट्री प्राइभेट सेक्टरको साथीहरू चाहिँ बहुत खुसी हुनुभएको थियो कि बहुत खुसी हुनुभएको थियो होइन उहाँहरूको चाहिँ अहिले बरु चाहिँ त्यो एउटा लेभल चाहिँ नि अब त्यो आइसकेको थियो नि त होइन त्यो अवधारणा पत्र आउँदाखेरि चाहिँ बहुत एकदमै उहाँहरूको चाहिँ यस्तो त्यो फिडब्याक राम्रो थियो कि तपाईँको होइन एकदमै हामीभन्दा उहाँहरू उत्साहित हुनुहुन्थ्यो होइन अब अलिकति यो कन्सेप्ट पेपर ल्याइसकेपछि चाहिँ फेरि यो अलि माहौल पनि यो गयो क्या बढ्यो नि त तपाईँको यो हामीहरू यो सेमिनार कन्फरेन्स हुने कुरा यो हामी बिच छलफल हुने कुरा प्राइभेट सेक्टरको इन्गेजमेन्ट उहाँहरूको मिटिङ्सहरू होइन हामी गभर्मेन्टको मान्छे मात्रै हुनु परेन उहाँहरू नै अहिले कति कुरा भइरहेछ हेर्नु न होइन भने त्यो भइरहेछ अझ पोलिसी अहिले आएपछि त तपाईँको यति धेरै चाहिँ तपाईँको चाहिँ हामीहरू टक भइरहेछ नि होइन त्यो कुरा भइरहेछ नि त यो होइन भनेपछि बजार आफै चाहिँ नि अलिकति गर्दैछ भनेपछि यो माहौल चाहिँ एउटा बन्दैछ राज्यले यसो ल्याउन लाग्यो भनेर चाहिँ एकदम राम्रै कुरा चाहिँ आइरहेछ अब यसले चाहिँ नि हामीले अहिले ल्याउन खोजेको नि यसलाई पोजिटिभ भाइब्स ल्याउनु लाग्यो किन गभर्मेन्टले त सहजीकरण मात्रै गर्ने हो नि त मेरो बुझाइ चाहिँ त्यस्तो हो क्या जस्तो गभर्मेन्टले चाहिँ सबै काम गर्छु होइन यो प्राइभेट सेक्टरको काम गर्छु भनेर चाहिँ हुँदैन भन्ने थ्योरीको ब्युरोक्राट्स हो म चाहिँ होइन त्यही भएर मैले चाहिँ के भन्छ एउटा इन्भाइरोमेन्ट दिएर चाहिँ प्राइभेट सेक्टरले गर्नुपर्छ देश विकास यो लगानी गर्ने चाहिँ प्राइभेट सेक्टरले हो राज्यले चाहिँ अब अहिले हामीले तलब खान पुगेको छैन होइन तपाईँको चाहिँ नि होइन अब इन्फ्रास्ट्रक्चर बनाउँछु भन्ने चाहिँ उल्टो बाटो हो भन्ने चाहिँ लाग्छ क्या मलाई चाहिँ त्यही भएर चाहिँ अलिकति बनाइदिनुपर्छ अनि यो प्राइभेट सेक्टरलाई अगाडि बढाउनुपर्छ भन्ने चाहिँ नि हिसाबले चाहिँ नि यो अवधारणा पत्र पनि त्यही एङ्गलबाट आएको हो अब यसमा पनि हाम्रो चाहिँ त्यही छ होइन अब हुन भोलिको दिनमा यो क्याबिनेटबाट कसरी आउँछ होइन सबै हामीले भनेर हुँदैन वी आर नट द पोलिटिकल पिपल होइन होइन हामीले चाहिँ नि जे भन्यो त्यो हुनुपर्छ भन्ने नि छैन र हामीले जे भनेकै गर्नुपर्छ भन्ने पनि छैन यो चाहिँ राजनीतिक नेतृत्वको ले चाहिँ गर्ने कुरा हो भोलि चाहिँ क्याबिनेटले चाहिँ नि कस्तो रूपमा ल्याउँछ होइन हामीले पठाइसकेपछि हाम्रो मन्त्रालय मात्रै नि होइन जस्तो क्याबिनेटले नै यसमा रिभ्यू गर्छ नि त है त्यही भएर भोलिको दिनमा कुन एप्रोचमा आउँछ भन्ने आफ्नो ठाउँमा छ तर जस्तो सुकै आए पनि मैले अहिले भने नि तपाईँ जस्तो सुकै आए पनि तपाईँको चाहिँ नि यो पोलिसीले चाहिँ नि एउटा भाइब्स दिने हो एउटा डिरेक्सन दिने हो होइन
तपाईँको चाहिँ नि मार्केटलाई चाहिँ नि अलिकति मोबिलाइज नै गर्छ जस्तो लाग्छ मलाई। यो पोलिसीले चाहिँ एकदमै यो तलै पुर्याउँछ कसैलाई, एकदमै यो बाँच्छ भन्ने चाहिँ म विश्वास गर्दिनँ क्या त्यो। किनभने पोलिसीमा त्यो काटै हुँदैन तपाईँको। यो एकदम रेगुलेसन गर्ने होइन, दण्ड सजाय गर्ने यस्तो कुरो भने त कानुनमा हुन्छ, बरु कानुनमा गर्दा छलफल गर्ने। पोलिसीले चाहिँ एकदमै यो इन्भाइरोमेन्ट चाहिँ दिन्छ भन्ने चाहिँ मेरो बुझाइ हो हजुर। सरी, हस्, थ्याङ्क यू। त्यो एकदम राम्रो एन्सर गर्नुभयो यसको। किनभने यो होल प्रोसेस हाम्रो अब अभियसली नेपालको हामी अलिकति सिनिक छौँ, क्रिटिक छौँ, बट एट द सेम टाइम यो पोजिटिभ साइकल देखेर चाहिँ यो चाहिँ राम्रो कुरा। र पर्ह्याप्स यसले चाहिँ यो पोजिटिभ भाइरस भएर अरू पनि गभर्मेन्टको कुराहरूमा पनि पोलिसी मेकिङमा यो प्रकारको इन्कर्पोरेट भयो भने, यो प्रकारको प्र्याक्टिस भयो भने डाउन साइड नै केही पनि हुन्छ जस्तो मलाई लाग्दैन। अब यो भन्दै नेक्स्ट चाहिँ म डाक्टर झालाई आफ्नो एउटा केही थट्सहरू अथवा केही प्रेजेन्टेसनहरू चाहिँ सेयर गर्नको लागि रिक्वेस्ट गर्छु। Take the request because currently it is on the share. फेरि एकपल्ट गरौँ त, मैले अलाउ त गरेको थिएँ। एकपल्ट नारायण सरले स्टप गरिदिउँ त सेयरिङ। ओके, it's visible. Thank you so much, Google Park. Thank you, Simon, for hosting this talk. Thank you so much. You are almost all inside of the really केही कुराहरू चाहिँ अब अलरेडी एड्रेस भइसक्यो। साउन्ड अलिकति क्लियर आएन सर, साउन्ड अलिक गाड गर्दा आइरहेछ। आइरहेछ तर अलिकति गडबड आइरहेछ साउन्ड। मलाई मात्र हो कि नारायण सरलाई पनि गडबड आइरह हो? सर हो, एकदमै केही बुझेकै छैन सर। सरले माइक्रोफोन रिजोइन गर्दै हुनुहुन्छ। यो अगेन टु रिक्याप सम अफ अस हु आर न्यू अन दिस, हाम्रो यो सेकेन्ड अफ द भूगोल पार्कले अर्गनाइज गरेको सेकेन्ड अफ द वेबिनार सिरिज हो। र यसमा फर्स्टमा चाहिँ बिजनेस लिडर्स, इन्डस्ट्री प्रोफेसनल्सहरूसँग फिडब्याक लिएर त्यो एउटा फिडब्याक अगाडि बुझाइ पनि सकेको छ। र यसमा आज हाम्रो ड्राफ्टिङको आर्किटेक्टै भनौँ अथवा उहाँको मेजर रोल भएको अन्डर सेक्रेटरीले जोइन गर्नुभएको छ, मिस्टर नारायण तिमिसेना, मिनिस्ट्री अफ कम्युनिकेसन एन्ड इन्फर्मेसन टेक्नोलोजी। र हाम्रो प्रोफेसर डाक्टर सुदन झा, काठमाडौँ युनिभर्सिटी, जहाँ उहाँको चाहिँ प्याटेन्टदेखि लिएर मल्टिपल पियर रिभ्युड आर्टिकल, जर्नल र बुक्सहरूमा पनि कन्ट्रिब्युसन छ। र उहाँहरूसँगै हाम्रो यो वार्ता छलफल अगाडि बढी नै रहेछ। र अहिलेको प्रेजेन्टेसन डाक्टर सुदन झाबाट, प्लिज गो अहेड सर। I think I'm possible. सुन्न चाहिँ सुन्या छ, अलिकति सानो सुन्या छ। प्लिज गएर अलिकति माइक्रोफोन नजिकबाट बोल्यो भने अलिकति क्लियर हुन्छ कि। हस्, अगाडि जाउँ। Thank you so much once again, and without stating that, most of the things have been discussed in the last half an hour, 40 minutes. So, what I have been assigned with the three things that we can make a comparative analysis, society contributions. So, to think as a income presentation outline for the comparative analysis, like
नेपाल सरकारको जुन एआई मिनिस्टरले जुन डकुमेन्ट भएको छ सो मेरो विचारको विश्वका विभिन्न ढाँचाहरूसँग चाहिँ यो मेल खान्छ केही प्राथमिकताहरूलाई लोकल निडको हिसाबले उजागर गरिएको छ नीति निर्माण गर्दाखेरि अन्तर्राष्ट्रिय अभ्यासलाई पुरै ध्यानमा राखिएको छ तुलनात्मक दृष्टिकोणले भन्नु पर्दाखेरि चाहिँ युरोपियन युनियन they have been taken up or points for the just markers of ethical considerations or standards to improve markers of regulatory oversight. There is a niयम भनौँ सो त्यसमा जोड दिएको छ अहिले पनि लास्ट 30 इयर्समा त्यो कुराहरू भएको छ enforcement mechanismको क्ल्यारिटी छ त्यसमा policy. The third thing is innovation friendly approach to responsibility to make a honest analysis. European Union risk management, risk assessment, or looking body classifications, transparency, especially you need clear directions of the table. विशेषले हाम्रो छेउको कुरा गर्ने हो भने चाहिँ चाइनाको जुन भनौँ एआई पोलिसी छ त्यसमा चाहिँ एआई डेभलपमेन्टको स्टेट लेड डेभलपमेन्ट भन्छु म सो द्याट हेज बिन इन्कर्पोरेटेड हियर यो त्यो मोडल पनि गरेको छ गरेको छ जसलाई हामी स्थानीय तौर अथवा लोकल लेभलमा चाहिँ लोकल इन्टरमा गरेर चाहिँ त्यसलाई इन्फ्लुएन्स कसरी बढाउने त्यसलाई क्यापासिटी बिल्डिङ कसरी गर्ने अवेरनेसहरू प्रोग्राम्सहरू चाहिँ कसरी लिएर आउने भन्ने कुराहरू चाहिँ त्यहाँ बेस्ट हियर त्यस पछाडि डिप्लोमेन्ट्सका कुराहरू छन् त्यो चाइनाको पोलिसी डिक्लेयर मेजर एजेन्डा मैले देखेको थिएँ द्याट इज स्टेट डेभलपमेन्ट एन्ड deployment. So that has been seen and that can be seen here in this policy. There is no doubt about that. Now, I also see that there is an ethical framework. So the European policy emphasizes on fairness, accountability, non-discrimination. Ethic nispक्षता भन्छ हामी उत्तरदायित्व अथवा transparency is also there. And innovation supports in there. Now, coming to, I've also been involved as an active member of this policy as an expert. So, when it's started, I continue with that. It's a transformative technology. So, IT existence, हाम्रो कन्टेक्समा हाम्रो टेरिटोरीमा I think we should utilize the existing IT ecosystem, IT framework, or IT platforms to convert it into AI. Why I'm saying is this one is whether does AI, what is AI? So what I define AI does not exist within itself. When you have a very specific domain expertise, then you can see that yes, AI is there. For example, talk about agriculture, then yes, AI can be seen over there, precision farming and all. When we talk about cybercrime, yes, AI can be there in terms of various aspects. So I don't need to explain all of them. So yeah, it's a compliance to penalties, to bodies or so that is there, but I think that can be more clarified in the what kind of cyber security you are going to address using AI. What kind of agricultural sectors you are going to prioritize. Because smart irrigation also smart long-term communications or short-term communications because our country is geographically disabled. So there are lots of disasters that are happening. So in that case, I think it can be addressed. That is number one. Second is citizen trust. We need to build a citizen trust in terms of data privacy. Yeah. So I think that has to be accommodated or appended here in this policy, where it is brought in yes, but I think it can be more elaborated over there.
किन भन्दाखेरि यो नीतिले अन्तर्राष्ट्रिय डेटा सुरक्षामा जस्तो GDPR भन्छौँ हामी त्यसलाई चाहिँ राम्रोसँगले कोअर्डिनेट गरेर लिएर गएको चाहिँ एउटा बास्केटमा त्यसलाई चाहिँ एड्रेस गरेको छ बट अगेन करेन्ट सिचुएसनमा ग्राउन्ड लेभलमा हामीले कुरा गर्दाखेरि चाहिँ देयर आर भेरियस न्युज कमिङ वेयर सिटिजन ट्रस्ट भन्ने कुरा चाहिँ वी निड टु बिल्ड अप डेटा क्वालिटी डेटा सेक्युरिटी डेटा स्टोरेज आदि इत्यादि कुराहरू गरिरहेको छ बट अगेन something somewhere is missing regarding citizenship. Then algorithm bias ko kura so it's all around low level बाट लिएर higher level सम्ममा पनि algorithm bias का धेरै कुराहरू छन् त्यसले गर्दा धेरै pros र cons हुन्छ अनि त्यो pros र cons so त्यस्ता activity is like results how we are going. Other data it is very much good. It is adding all those things. But very soon some other masses is there and how we are going to address that. It has to there's a lot of processes. We have a series of meetings conferences the same kind of then it is going to get through the cabinet meeting. This was an immediate disaster and that has to be that is going to affect the NITI directly, policy directly, then what is the next step? So I think then yes, this public investment is there for this policy and a very good sufficient space of time so I must appreciate that. Looking to role of academic institutions, I believe that apart from teaching now, I from this forum, what I try to speak on is which will lack in terms of research, which will lack in terms of design, algorithm development, design and unique parts of I mean, very complex. There are lots of such stuff. So, you could add like digital explain will go for another 1 hour. But infrastructures, research-based infrastructures, labs, sophisticated labs, त्यसपछि त्यो ल्याबमा कुरा गर्दा आइटी डिभाइसलाई मैले बाहिरबाट झुकाउने हो भने त there is 30% tax, which is very high amount. There has to be some subsidy. And until unless I do not use I cannot specific project equipment they need to get 30% extra. The official processes are not complexities. And then when I am going to apply algorithm or my model in those devices. So you're some example despite of having knowledge, skilled manpower, we don't have everything. Skilled manpower, so nuclear support girls, universities are very keen to promote. In fact, California University is very keen to promote these research activities. But you side by side new issues that has to be addressed immediately. Your research and production environment, we need to involve both business along with academics. So that the more much of the business aspect. Government process without which they cannot proceed ahead with any of our issues. So I think academic institutions in the ecosystem plays a vital role and this was a skill development research collaborations research hubs I would like to mention over there. So lower level higher level from the then lots of social impact on the open innovations so time to time startup invitations for papers learning for startups. So this can be good initiatives. This policy. So अलिकति भए पनि अलिकति चाहिँ छैन अनि अलिकति सुरुमा हाम्रो सिमनजीले पनि विस्तार गर्नु ग्रोसरीको कुरा गर्दाखेरि चाहिँ अब नेचुरल ल्याङ्ग्वेज प्रोसेसिङ छ त्यसलाई अब कसरी ग्रोसरीमा राख्ने अथवा जिपियु छ त्यसलाई चाहिँ ग्रोसरीमा कसरी राख्ने certain things मलाई के लाग्छ त्यसलाई चाहिँ
नेपालीमा कन्भर्ट गर्नु भन्दा they have to be as they are. ट्रेनमा चलिरहेको चिज हो, people will understand भन्ने चिज छ। if you guys नेपालीमा कन्भर्ट गरेर लिएर जाँदाखेरि may become more complex and difficult to understand for others. So, but yes, glossary has to be there. Abbreviations has to be there. And a kind of AI dictionary has to be implemented. Thought of. किनभने सबै कुरा एकै सर्टमा नबुझ्दाखेरि चाहिँ they can refer to machine learning भन्न पाइयो, it's a training, डेटा सेक्रेसियल डेटा गोपनीयता भन्न पाइयो। तर त्यही चिज चाहिँ अब आइओटीलाई नेपालीमा के भन्ने त? भनौँ न। सो आइओटीलाई नेपालीमा कन्भर्ट गर्दाखेरि पिपल विल गेट कन्फ्युज। इन्डस्ट्रियल आइओटीको कुरा आइसक्यो, सोसाइटी 5.0 इन्डस्ट्री 4.0 को कुरा, त्यसलाई नेपालीमा कन्भर्ट गरेर त्यसलाई चाहिँ व्याख्यान गरेर पोलिसीमा गरेर राख्न थाल्यो भने I think it is going to get much more complicated. But on the other side, glossary and abbreviations, one-line definitions, it's the kind of typical AI-based dictionary thing I would like to suggest from here. Then, अलिकति हटके यो points मैले राख्नु पर्ने, again, as coming to the same point that AI is transformative. See, we have concern with GPUs, right? We have concern with the data centers. Now, I think the next हामी LLM start going. So personalizations को कुरा definitely very soon we are going to have personalizations. Enterprise will not go for LLM, rather than they will prefer for SLM. A large scale enterprises भनौँ. So in order to maintain data privacy and all. So यस्ता खालका कुराहरू चाहिँ for the purpose of localizations or भनौँ GPU issuesहरू छ त्यहाँनिर academic electricity and heat. And simultaneously it is going to raise establishment of data center. So you excellent why not it has why not to be included or let's promote so you know it's funny, but again I think this can be focused in terms of localizations. स्टार्टअपको कुरा गर्दाखेरि चाहिँ जबको कुराहरू छ, अपर्च्युनिटिजको कुराहरू छ। like each and every word, even a simple word to make it better because it has been broadcasted and going to be broadcasted through YouTube. I think उसको यति छ, एउटा word भन्छौँ जुन हामीले wordमा पनि एउटा IT प्रोफेसनल चाहिँ we can hire. IT without IT information technology, none of the office can be thought of right now. And automations and AI is going to replace the IT. It has already started replacing in urban area. But so you choose everyone saying AI को export AI to छँदैछ पोलिसीमा, but मेरो सोचाइ कतातिर छ भन्दाखेरि you can IT but AI convert AI professionals also. They can be accommodated in local sectors in each and every single unit. Other than the point, within 6 months or 1 year, I hope very close. The middle concern the AI policy we need to segregate employment opportunities in 2 or 3 points. जुन चाहिँ मैले हिजोकोमा मैले मिस गरेँ, अदरवाइज मैले एउटा मेल चाहिँ लेखेर पठाएको छु जस्तो लाग्छ मलाई। So that is there. The job opportunity government उसमा चाहिँ ट्रेनिङ यसरी जान्छ, अटोमेसनले यसरी गभर्नमेन्टले हेल्प गर्छ लोकल लेभल। अनि त्यहाँ चाहिँ लोवर लेभलमा लोकल लेभलमा अवेरनेसका प्रोग्रामहरू पनि त्यही क्यापेसिटी बिल्डिङका कुराहरू पनि त्यही चाहिँ इन्क्लुड हुन्छ जस्तो मलाई लाग्छ। That is very good. So SLM I've already explained, so I do not want to elaborate on that. Startups I've already explained. Ethical AI का कुराहरू छन्, social media contents का कुराहरू छन्। So topic हो यो, म यसमा what I need to mention over here is what box को कुराहरू छ, everybody is aware of that. Deepfake कुराहरू छन्, everybody is aware of that. Fake profile detections का कुराहरू छन्, everybody is aware of that. This is present scenario, but we are working, we're discussing on the basis of present scenario. What is the next technology? What is the next attack? It's to prepare precisions and predictions. So why not to address them as well? हामी का data vulnerability का त्यतिकै issues आइरहेको छ, data storage मा पनि issues छन्।
social media content is much talked about topic in today's context. So yes, by alpha beta testing का कुरा छ upcoming kinds of vulnerabilities wanted to take that into consideration and address them. Now coming to the last point, there are some incidents we have personal experience to basis man. So what we do is we use various tools and then we plagiarize and plagiarism say reduce or we go for various tools. Because I am working on various research. So all the label comes because most of the contents are generated from AI. It's very good. जस्तो मैले 4 घण्टा लगाएर कोडिङ गर्नुपर्छ र त्यहाँबाट मैले डेटा सेटलाई ट्रेन गर्नुपर्छ का what I can do is I'll put that algorithm on the tool and it will get interest उसले एउटा रिजल्ट दिन्छ र 4 घण्टा सेट हुन्छ मैले चाहिँ त्यसरी दिनु पर्यो so मैले त्यसरी दिने गर्दाखेरि that is my aspect of using AI but other aspect के छ भन्दाखेरि you just fill in the paper for example there is a review उसले चाहिँ एउटा पेपरलाई फिल गरिदिन्छ अनि उसले त्यहाँ चाहिँ एउटा कमेन्ट्स जेनेरेट गर्छ AI रेस्पोन्स and he is a reviewer now. He puts those review comments onto the and that is being accepted, which is not acceptable at all. AI should also be banned, or it has to be restricted. The use has to be restricted as an American. So that is my concern over here. That is also a part of intellectual property, I see, but it has to be addressed as well. This is an important part, and academic institutions are now moving on to the research-based academic institution. So you can ask this my address group or tomorrow. Then middleware systems in AI for enhancing data and connectivity, strengthening cybersecurity. So digital transformation will Nepal move and so on. So fragmented data, lack of interoperability, and then data security is the transformation. So I think middleware systems can play a vital role in addressing these issues. For example, middleware can link government databases, private sector records. This was a design and open data sources. So your reliability, real-time information to it has to be there. I suggest it to be there. So cyber security and privacy to be able to encryption and managing the data. So before AI processes it, supporting smart governance. This particularly adds research and collaboration. Some skill apart from that, middleware systems can support, AI startups, universities, and industries as well. Optimizing AI-powered agriculture. So overall, I think middleware systems in AI needs to be addressed as well. Then the local architects to prayer, but again, I mean, context urban sector, let's say, it has been said that 90% internet penetration is there, and remote station we still have 60 or 55 or 60% of internet penetration. I mean, that too the poor connectivity to how much of these contexts are reasonable, viable, or applicable to those areas where we have very less or poor penetration of internet. So, works of the services to apply to address but I think it needs to be more mentioned in an explained way, detailed way. I think we can go for a better one. So by saying this, I would like to stop my presentation, very short one, and thank you everyone for listening to the classes. Thank you. Thank you, sir, so much. It was very insightful. Presentation here. I found several topics of interest. जुन चाहिँ यो ग्रोसरीको कुरा आईओटीलाई के भन्ने हैन सो हाम्रो नेपाली ल्याङ्ग्वेज चाहिँ इट्स वी आर सो ब्लेस्ड विथ दैट कि अनलाइक यो हान्सी टाइपको क्यारेक्टर बेस्ड ल्याङ्ग्वेज नभएर हामीले अरूको यो हाम्रो के भन्छ आगन्तुक शब्दहरू जस्तो प्रयोग गरेर आफ्नै भाषा पनि बनाउन सक्छौं
त्यसले गर्दाखेरि कति यस्तोहरूमा चाहिँ अब आफूले नेपालीमा लेखेर पनि गर्न सकिन्छ होला। अनि अर्को कुरा मलाई सरले यो भन्दाखेरि यो जुन प्रकारको आई अथेन्टिकेटहरू यिनीहरू भयो, त्यो अर्को हामीले चाहिँ टर्निटिन भन्ने युज गर्छौँ। टर्निटिनमा चाहिँ त्यो स्टुडेन्टले पनि राख्नुपर्छ, प्रोफेसरले पनि एउटै अकाउन्ट, अनि त्यसपछि यु जस्ट लाइक द्याट्स मच त्यो आई अथेन्टिकेट चाहिँ म त्यति कम्युनिट भएन, तर सिमिलरै हो। रेगुलेटिङ प्लेजरिजम एआई कन्टेन्टहरूमा गर्दाखेरि अब इयुले त भनेको छ यो लेबलहरू राख्नुपर्छ होइन, यो चाहिँ डिफेक हो, यो चाहिँ एआई जेनेरेटेड हो। त्यस्तो प्रकारको हाम्रो पनि नेपालमा भएको कुराहरू चाहिँ यो चाहिँ लेबल एउटा राखेर, किनभने एआईलाई कम्प्लिटली स्टप गरेर कुन डिरेक्सनमा जान्छ भने वी डोन्ट नो द्याट, वी डोन्ट नो वाट वी डोन्ट नो होइन। त्यसकारण त्यो डिरेक्सनमा जानको लागि स्टप पनि गर्नु भएन, तर एट द सेम टाइम कुन प्रकारको लेबलिङ सिस्टम गरेर कन्टेन्ट डिटेक्सन सिस्टमहरू मेकानिजम राखेर होइन। अनि त्यसपछि अब आइपीलाई पनि प्रोटेक्ट गर्नु पर्यो, इन्टेलेक्चुअल प्रपर्टी पनि। अब स्पेसली अब सर जस्तो प्रोफेसरहरूले कति रिसर्च गरेर के निकाल्छ, कुनले स्वार्ट कपी एलएलएम एउटा युज गरेर झ्याप्प गरिदिन्छ, आफ्नो नाममा रिभाइज गरिदिन्छ, 2-4 वटा वर्ड गरिदिन्छ। त्यसमा हाम्रो अब कपिराइटहरू जस्तो युएस पेटेन्ट एन्ड ट्रेड अर्गनाइजेसन छ यहाँ, त्यस्तै नेपालको पनि अब त्यसले पनि त्यो एस्पेक्ट पनि आउनु पर्यो इन्टेलेक्चुअल प्रपर्टीको। अभियसली अर्को सरले भनेको जस्तो स्ट्यान्डफोर्ड, किन सिलिकन भ्याली भयो भन्दाखेरि हामीले बुझ्दाखेरि स्ट्यान्डफोर्डले गर्दाखेरि सिलिकन भ्याली त्यहाँबाट सुरु, स्ट्यान्डफोर्ड नभएको भए त्यो सिलिकन भ्याली हुन्थेन भनौँ न। गुगलदेखि लिएर यु नेम इट सबै हो, 1-2वटा इस्ट कोस्टबाट हार्वर्डबाट आएको छ, तर लट अफ देम इज ड्रिभन बाई स्ट्यान्डफोर्डको त्यो रिसर्च र त्यो इनोभेसन हब भनेर त्यस्तो प्रकारको एकाडेमिकले पनि अगाडि बढ्दाखेरि। सो अभियसली एथिकल ट्रिटमेन्ट भयो, त्यसपछि अब सबै सेक्टरल कन्टेन्टहरू कसरी मोडरेट गर्ने भयो, लास्टमा लोकलाइजेसन र अवेरनेस सरले भनेको जुन चाहिँ पब्लिक अवेरनेसहरू पनि एउटा वार्डमा एउटा आइटी अफिसर भने। अब हामीले सरले जुन भन्नुभएको हामीले चाहिँ बुझ्दाखेरि यसरी बुझ्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। आइटी अफिसर भन्ने सकेभर चाहिँ त्यो पहिला हाम्रो थियो नि एउटा टाइपिस्ट भन्ने एउटा रोलै थियो होइन, मान्छेले हातले लेख्थे त्यसपछि टाइप गर्ने अर्कोलाई दिन्थे, टाइपिस्ट भन्ने रोल थियो, त्यो जब गयो। हामी सबै टाइपिस्ट अहिले भनेपछि आइटी अफिसर भनेर भन्दाखेरि वी नट जस्ट टकिङ अबाउट यो टेक्निकल प्रिन्टिङ सिन्टिङ नेटवर्क जोड्ने होइन कि, एक किसिमको त्यो इन्टिग्रेटेड ह्युमन रिसोर्स नै आइटीको जस्तो गर्यो भने चाहिँ त्यसको लङ टर्म इफेक्टहरू चाहिँ हुन्छ। सो फ्यासिनेटिङ डिस्कसन, मलाई आई लर्न सो मच। र यो पोलिसीमा पनि पोलिसी मेकिङको प्रोसेस कसरीदेखि लिएर फिडब्याक के आयो, नारायण सरले जुन कति पनि राम्रोसँग भन्नुभयो, धेरै बुझ्ने मौका पाएँ, अझ सोच्ने मौका पाएँ। डाक्टर सुदन झाले पनि आफ्नो इन्साइट्सहरू दिएर जुन प्रकारको प्रेजेन्टेसन, साउन्ड चाहिँ अपोलोजाइज, साउन्ड समहाउ अलिकति गडबड थियो, तर वी वर एबल टु भ्यू द प्रेजेन्टेसन प्रपरली। त्यसले गर्दा मैले चाहिँ हेडफोन लगाएर अहिले राम्रोसँगै सुने, तर कस्तो आयो बाहिर चाहिँ। सो थ्याङ्क यू सो मच फर द्याट। र यो आजको डिस्कसन्सहरू अभियसली यसको मल्टिप्लायर इफेक्टहरू हाम्रो एक्चुअल अडियन्स अहिले भन्दा पनि पछि युट्युब, फेसबुक र सोसियल मिडियामा सेयर गर्दाखेरि होपफुली दिस विल बी एक किसिमको बेन्चमार्क जस्तो, जसलाई पछि गएर यो टाइम र यो समयमा यो ठाउँमा यसरी यो प्रकारको डिस्कसन भएको थियो भनेर यो बडी अफ नलेजलाई कन्ट्रिब्युट होस् इभेन्चुअली भन्ने चाहिँ त्यो आशा राख्दै म मोडरेट गर्न मौका पाएकोमा धेरै धेरै धन्यवाद गोलपार्कलाई, र सरहरू पनि आएर यसलाई सफल पारिदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्दै म यो प्रोग्राम क्लोजिङको लागि होस्ट म्याडमलाई ह्यान्ड ओभर गर्छु र देन थ्याङ्क यू। धन्यवाद नारायण सर र सुदन सरलाई प्रेजेन्टेसन धेरै राम्रो कुराहरू आए, र सिमन सरलाई विशेष धन्यवाद यो प्रोग्राम मोडरेट गरिदिनु भएकोमा। धेरै राम्रा छलफलका साथै सुझाव पनि आए, र आशा छ कि यो छलफलले नीति निर्माण प्रक्रियालाई अझ परिष्कृत बनाउन योगदान गर्नेछ। सो आजको वेबिनारमा सहभागी जनाउनु भएका सबैलाई म हार्दिक धन्यवाद दिन चाहन्छु। हामीले नेपालको एआई नीति 2081 सम्बन्धी महत्त्वपूर्ण विषयहरूमा गहन छलफल गर्यौं। नीति निर्माण प्रक्रियामा व्यवसाय, शिक्षा, अनुसन्धान र नागरिक समाजको भूमिका कति महत्त्वपूर्ण छ भन्ने कुरा हाम्रो यो छलफलले स्पष्ट पारेको छ। सो अन्त्यमा भविष्यमा पनि यस्ता विचार विमर्शलाई निरन्तरता दिने विश्वासका साथ आजको कार्यक्रम समापन गर्न चाहन्छु। साथै भूगोल पार्कको वेबसाइट, सामाजिक सञ्जाल मार्फत सम्पर्कमा रहिरहनु अनुरोध गर्न चाहन्छु। सबैलाई धन्यवाद। नमस्ते।